ब्राउनमा के सेयर गर त के रे तिमीले के छ यो पीडीएफ फाइल अथवा के हो यो मलाई सेयर गरे भयो ठीक छ अहिले त ठिक छ ए ल यहाँबाट कुनै नआउनेवाला या पहिलोचोटि सुनेको कुनै छ यो माथिको यो पाइथन फन्डामेन्टल्स वाला यो रेन्ज अनि इन्युमरेट र जिपको भन अनि यो इनपुट र प्रिन्ट भनेको त इनपुट लिने र त्यो छैन यो पाइथनमा चाहिँ भ्यालिड के अरे यो रिड र राइट गर्नको लागि युजरबाट यति दुईवटा मात्रै अरू छैनन् रेन्ज इन्युमरेट र जिपको चाहियो होइन त्यसो भए यहीँ पाइपलेसमा गएर गरौँ ल रेन्ज भनेको पनि पाइथनमा चाहिँ भ्यालिड टाइप हो कि जसरी अब इन्टिजर स्ट्रिङ भनियो नि त्यस्तै गरेर रेन्ज भन्ने पनि भ्यालिड टाइप नै हो कि इनम पढेको होइन उसमा सी ल्याङ्ग्वेज पढ्ने बेलामा त्यति बेला के थियो यसको काम त्यसको चाहिँ युजर डिफाइन टाइप जस्तो भने डे सन्डे मन्डे ट्युसडे टाइपले त्यसले गर्दा हो यसमा नि सिमिलर हो तर यसमा चाहिँ हामीले इन्डेक्स चेन्ज गरिदिनु मिल्छ कि त्यो किन लोड भएन ल यहाँ भएकोलाई फालिदिउँ सुरुमा चाहिँ रेन्ज भन्नेको सिकाउँ है त रेन्ज भन्नेमा चाहिँ स्टार्ट भन्ने हुन्छ एउटा प्यारामिटर त्यसपछि स्टप भन्ने हुन्छ त्यसपछि स्टेप भन्ने हुन्छ यहाँ कमा राखेर हेरौँ ल यो स्टार्ट स्टप स्टेपको काम चाहिँ के हो भन्दा स्टार्ट भनेको इन्क्लुसिभ भनेर मानौँ त्यसपछि स्टप भनेको एक्सक्लुसिभ EXCLUSIV एक्सक्लुसिभ अनि स्टेप भनेको चाहिँ अप्सनल हो माथिको स्टप भनेको पनि अप्सनल हो रेन्जको काम के भन्दा तिमीलाई चाहिँ 10 चोटि लुप चलाउनु पर्यो भने नर्मल्ली फर लुप लगाइन्छ इनिसियलाइज गरिन्छ लेस देन 10 लेखेर आई को भ्याल्यु प्लस प्लस गर्दै लगाइन्छ तर यो काम पाइथनमा चाहिँ धेरै ठाउँमा आउँछ भनेर पाइथनको डेभलपर्सहरूले हामीलाई रेन्ज भन्ने दिएका छन् रेन्ज युज गर्नको लागि चाहिँ यसलाई नि कमेन्ट अगाडि यो रेन्ज युज गर्नलाई चाहिँ a इक्वल्स टु रेन्ज भनेर लेख्थ्यो यहाँ मैले 3 लेखेर छोडिदिएँ भने यसलाई प्रिन्ट a गरेर रन गर्दा एन्सर आउने बेलामा फेरि रेन्जमा चाहिँ 0,3 भनेर भेट्छु यसको मिनिङ चाहिँ के हो भन्दा रोक है यो अप्सनल हो तलपट्टिको चाहिँ हामीले दिएको भ्यालु यहाँ जान्छ यसको मिनिङ चाहिँ के हो भन्दाखेरि चाहिँ पाइथनले रेन्जलाई पनि भ्यालिड टाइप मानेको छ त्यही भएर हामीलाई रेन्ज खोलेर देखाइदिएको छैन रेन्ज खोलेर हेर्ने हो भित्रको कुराहरू हेर्ने हो भने चाहिँ लुप लगाउनै पर्यो अरू अप्सन नै छैन नत्र एउटा अप्सन के पनि छ भन्दा रेन्जलाई लिस्टमा कन्भर्ट गरिदिन चाहिँ सकिन्छ यो त बुझ्छौ होइन यो वाला कोड टाइप कास्ट गरेको प्रिन्ट ए ल लिस्टमा कन्भर्ट गर्दा 0 1 2 आयो मैले रेन्ज दिने बेलामा चाहिँ 3 दिएको छु मैले इफेक्टिभली के गरिरहेको छु भन्दा रेन्ज लेखेँ सुरुमा 0, 3, 1 दिइरहेको हुन्छ मैले 3 मात्रै दिएँ भने यो स्टेपको डिफल्ट भ्याल्यु 1 हुन्छ स्टार्टको पनि डिफल्ट भ्याल्यु 0 हुन्छ कसरी काम गर्छ भन्दा नम्बर लाइनमा हेर्छौ भने 0 बाट एक स्टेप अगाडि गएर 1 प्रिन्ट गरिदिन्छ एक स्टेप अगाडि गएर 2 प्रिन्ट गरिदिन्छ नेक्स्ट स्टेपमा चाहिँ 3 छ यहाँ बिचमा पनि 3 आएको कारणले त्यो वाला पार्ट चाहिँ प्रिन्ट गर्दिन्न बुझ्यौ पाइथनमा चाहिँ धेरै ठाउँमा आउँछ कि स्टार्ट र स्टप वाला इन्डेक्स दिन पर्यो भने अगाडिको पार्ट इन्क्लुडेड हुन्छ पछाडिको पार्ट एक्सक्लुडेड अब मैले यहाँ 3 को ठाउँमा अलिकति लामो नम्बर दिए 7 दिएर रन गर्छु भने 0 देखि 7 6 सम्म आयो 7 स्किप भयो अब मैले 2,7 दिए भने चाहिँ एन्सर आउने बेलामा 2 इन्क्लुड हुन्छ 7 इन्क्लुड हुँदैन हैन 2 देखि 6 सम्म आयो त्यस्तै गरेर अब यति गर्ने बित्तिकै यहाँ 2 यतापट्टि 7 स्टार्ट र स्टपको मिनिङ बुझियो अब स्टेपको मिनिङ चाहिँ के हो भन्दाखेरि चाहिँ सुरुमा 2 प्रिन्ट हुन्छ त्यसपछि कति स्टेप बढ्ने भनेर पछाडिको स्टेप वाला भ्यालुले बुझाउँछ 2 पछि 1 भएको कारणले 2 पछि 3 3 पछि 4 गर्दै आयो तर मैले केही कारणले चाहिँ यहाँ 2 राखेको रहेछु भने मेरो प्रिन्ट हुने बेलामा चाहिँ 2 प्रिन्ट हुन्छ त्यसपछि 4 हुन्छ 6 हुन्छ त्यसपछि नेक्स्ट भनेको आउट अफ रेन्ज भएर जाने भयो बुझ्यो नि यो रेन्जको यो भन्दा नि सजिलो बुझ्ने तरिका भनेको चाहिँ ड्र.io ड्र गरेर बुझाउनु पर्यो यसको चाहिँ फ्ल्याग बनाएर गर्न सकिन्छ के टेम्प भनेर भनौँ यो चाहिँ नम्बर लाइनको फ्ल्याग हो भनेर भनौँ
तिमीले सुरुको जुन स्टार्ट भन्ने भ्यालु दिन्छौ त्यसले यता फर्केको फ्ल्याग बनाइदिन्छ अनि स्टप भन्ने भ्यालुले यता फर्केको फ्ल्याग बनाइदिन्छ। हामीले यहाँ 2 दियौँ, यता 7 दियौँ भने 2 प्रिन्ट भयो। त्यसपछि एक स्टेप अगाडि गएर 3 4 यतापट्टि 5 त्यसपछि 6। अनि यो फ्ल्याग चाहिँ कसरी काम गर्छ भन्दा यहाँबाट यहाँसम्मको एउटा रेन्ज हुन्छ। अनि स्टेपको भ्याल्यु 2 राख्दाखेरि एकले स्किप भयो भनेर त देखियो होइन। 3 राखियो भने नि इन्टुइटिभ नै छ, 2 आउँछ, प्रिन्ट आउँछ, 3 प्रिन्ट हुन्छ, त्यसपछि 5 प्रिन्ट हुन्छ। अब यहाँ मैले 0 राखिदिएँ भने के होला, ट्राई गरौँ है त। ल 0 राखिदिएँ भने त मस्ट नट बी 0, 0 राख्नै पाइन्न भनेर भनेको छ। 0 भन्दा एक स्टेप मुनि गइन्छ भने -1 राखिदियौँ भने फेरि उल्टो हुन ट्राई गर्छ कि। -1 राखिदियौँ भने यो जुन फ्ल्याग छ यो फ्ल्याग यता पुग्छ होइन, अनि यो सेकेन्डवाला फ्ल्याग यतातिर पुग्छ, बुझ्यौ? रेन्ज नै भन्दैन कि। यहाँ मैले -1 राखेर रन गर्दाखेरि केही पनि आएको छैन कि कस्तो खाले सिचुएसन हुन्छ -1 को भन्दा मैले फर्स्टवाला फ्ल्याग यता राखेँ, सेकेन्डवाला यता राखेँ भने यहाँभित्रको त प्रिन्ट भएर आउने भयो। तर मेरो यता फर्केको फ्ल्याग यता छ, यता फर्केको फ्ल्याग यता छ भन्ने बेलामा यो बेलामा त केही पनि प्रिन्ट हुँदैन। अनि माइनसवाला केसमा चाहिँ सुरुमा यता फर्केको फ्ल्याग यता फर्केको, सेकेन्ड यता, तर स्टेपको भ्याल्यु माइनसमा छ भने यतातिर खोज्दै जान्छ। अब मलाई चाहिँ 7 र 2 को जुन सिन्ट्याक्स आइरहेको थियो त्यसलाई रिभर्स गर्न पर्यो भने सेकेन्डवाला पार्टमा 2 राखिदिन्छु, यता 7 राखिदिन्छु। अब मैले रन गर्दाखेरि 7बाट स्टेप डाउन हुँदै जान्छ, 7 फेरि इन्क्लुडेड, बिचको 2 फेरि एक्सक्लुडेड। यो त बुझ्यो होइन। अब यहाँ जुन रेन्जमा जेसेको नि यो स्टार्ट, स्टप र स्टेप, यो सेम कुरा स्ट्रिङमा पनि लगाउन मिल्छ। थाहा थियो कि थिएन? स्ट्रिङमा पनि लगाउन मिल्छ। जुन हामीले मेसेजहरू प्रिन्ट गरिन्छ नि हेलो वर्ल्ड भनेर, तिनीहरूमा नि सेम कुरा लगाउन मिल्छ कि। ल एसटिआर भन्ने एसटिआर चाहिँ नराखौँ, मेसेज भन्ने भेरिएबलमा हेलो वर्ल्ड लेखेँ भने मैले तल गएर प्रिन्ट एमएसजी गर्छु, यसलाई रन गर्छु, यो त आयो होइन। त्यसै गरेर एमएसजी भित्रको थर्ड इन्डेक्स भनेर भन्यो भने के आउनु पर्ने हो, एल आउनु पर्ने हो, एल देखिन्छ। अब अर्को पनि एउटा कुरा टेस्ट गरेँ मैले, यहाँभित्रको 0 इन्डेक्स इक्वल्स टु एच। मैले यो लेख्छु भने रन हुन्छ कि हुँदैन? होइन, यो तिमीले अरू ल्याङ्ग्वेजमा यो लेख्यौ भने के हुन्छ, यो एच क्यापिटल हुन्छ होइन। तर यो हाम्रो पाइथनमा चाहिँ स्ट्रिङ इज इम्युटेबल भन्न थाल्छ, आइटम असाइनमेन्ट दिँदैन कि। स्ट्रिङ एकचोटि बनेपछि पहिलाको जुन स्ट्रिङ बन्यो त्यसमा अलिकति अपडेट गर्छु, अरू केही नि गर्दिनँ भन्नै पाइँदैन। इम्युटेबल भनेर भनिन्छ यसलाई। अनि ल इम्युटेबलवाला पार्टलाई छोडिदिउँ, नचाहिएलाई यो। अब मैले 3 लेखेँ भने त्यो आउनु पर्ने आइहाल्यो। अब मैले 3:8 लेखेर रन गर्छु भने एलओदेखि डब्लुओसम्म आउँछ कि। मैले राख्ने बेलामा चाहिँ 3 र 8 राखेँ होइन। यसमा पनि सेम काम हुन्छ। यहाँ जुन स्टार्ट स्टप स्टेप थियो नि सेम कुरा हुन्छ। स्टेपको भ्याल्यु डिफल्ट 1, त्यसपछि यसमा चाहिँ सिङ्गलवाला भ्याल्यु दिन मिलेन। यता चाहिँ अब मैले 3 र 8 राखेँ भने यो ठाउँमा सरी कन्ट्रोल जेड ठ्याक्क 0 1 2 3 यो ठाउँमा 3 वाला फ्ल्याग बस्छ। अनि 4 5 6 7 8 आरमा गएर सेकेन्डवाला फ्ल्याग बस्छ। अब कहाँबाट कहाँसम्म प्रिन्ट हुन्छ भन्दा एलओदेखि एलओ स्पेस डब्लुओ यहाँसम्मको सबै कुरा प्रिन्ट हुन्छ। अब यहाँबाट फाइदा के हुन्छ हामीलाई भन्दा तिमीलाई चाहिँ कुनै स्ट्रिङलाई रिभर्स गर्न पर्यो भने यसरी -1 लेखेर छोडिदियो भने सुरुमा फर्स्टवाला फ्ल्याग सुरुमै बस्छ, सेकेन्डवाला फ्ल्याग यहाँ बस्छ होइन। तर के हुन्छ भन्दा रिभर्स भएर आउँछ कि स्ट्रिङ आफै। यसलाई रन गर्दा फेरि आयो होइन रिभर्सवाला। अब तिमीलाई पाइथनमा कुनै त्यो हामीले सीमा पढे यसरी प्यालिन्ड्रोम हो कि होइन भने चेक गर्न पर्यो भने 3 लाइनमा सकिने भयो कोड। रेस
कार भनेको प्यालिन्ड्रोम हो, सबमिट गर्छौँ भने प्यालिन्ड्रोम आयो, अघिको लो भने सबमिट गर्छौँ भने नट अ प्यालिन्ड्रोम आयो, भएन। यो चाहिँ भयो रेन्जवाला पार्टको। अब इन्युमरेट भनेको चाहिँ केही पनि छैन काम, नयाँ कुरा। यसमा चाहिँ एउटा लिस्ट भन्ने मानौँ, फ्रुट्स इक्वल्स टु एप्पल, बनाना, चेरी भनेर लेख्थ्यौँ। तिम्रो इन्युमरेटको काम भनेको यसको काम हेर्नलाई फेरि फर लुपले लगाउनु पर्यो। फर फ्रुट कमा इन्डेक्स इन इन्युमरेट फ्रुट्स लेख्दिन पर्यो। तिमीले फ्रुट इन्युमरेटमा जुन पनि लिस्ट पठाउँछौ या जुन पनि इटरेबल पठाउँछौ तिनीहरूको चाहिँ सुरुमा एक्चुअल भ्याल्यु, त्यसपछि इन्डेक्स पठाइदिने काम गर्छ इन्युमरेटले। अब यसको काम थाहा छ कि छैन तिमीलाई? फ्रुट इक्वल टु यति लेख्यो भने बुझ्छौ मिनिङ? यति मात्रै गरेर बुझ्छौ होइन? एफ स्ट्रिङको फर्मेटेड स्ट्रिङ। तिमीलाई चाहिँ यहाँभित्र अहिले स्ट्रिङ नै छ भने प्रब्लम भएन, तर इन्डेक्सलाई पनि स्ट्रिङ जसरी प्रिन्ट गर्न खोज्छौ भने सुरुमा स्ट्रिङमा लैजा भन्छ क्या पाइथनले। अटोमेटिकली स्ट्रिङमा टाइप कास्ट गर्छ अनि यहाँभित्र कन्क्याट गरेर राखिदिन्छ। त्यस्तै गरेर प्रिन्ट एफ इन्डेक्स डबल कोट, यसलाई रन गर्दाखेरि हेर्दा सुरुमा 0 एप्पल, तर हाम्रो एउटा बिग्रिएछ नि, यो फ्रुट अगाडि भन्दा नि इन्डेक्स अगाडि हुन्छ। ल एप्पल 0, बनाना 1, चेरी 2, यो त नर्मल भयो नि, हामीलाई चाहिँदैन इन्युमरेटर। अब मैले यहाँ पुगेर एप्पल, बनाना, चेरी त दिएको छु, तर यो ठाउँमा मेरो नम्बर हुन्थ्यो भने नम्बर प्रिन्ट भएको कि इन्डेक्स प्रिन्ट हुने थाहा पाउनु गाह्रो हुन्थ्यो कि। त्यही भएर यहाँ चाहिँ लास्टमा इक्वल टु लगाइदियो भने प्रिन्ट हुँदाखेरि नै भेरिएबल पनि आउँछ, भेरिएबलको नाम के छ त्यो पनि आउँछ, उता भ्याल्यु पनि आउँछ। रन गर्दाखेरि फ्रुट एप्पल यसरी आउनु भयो। यो अलिकति सानोवाला पार्ट भयो। इन्युमरेटमा चाहिँ हामीले के गर्न पाइन्छ भन्दा कमा दिएर इन्डेक्स इक्वल्स टु तिम्रो चाहिँ केही कारणले इन्डेक्स 0बाट सुरु होइन इन्डेक्स 20बाट सुरु हुनुपर्ने रहेछ भने पाइथन स्टार्ट इक्वल्स टु भनिदिने कि हो, स्टार्ट भन्ने पो दिइरहेछ। ल इन्डेक्सको ठाउँमा स्टार्ट इक्वल्स 20 लेख्छौ भने तिम्रो 20बाट सुरु हुन्छ, बनाना चेरी भने 20, 21, 22 भएर आउने हो। यति यसको काम नै। तिमीले लुप लगाएर पछि गएर कपलिङ गर्न भन्दा इन्युमरेट भन्नेले जोडेर दिने भयो कि। त्यसपछि आउँछ जिप भन्ने, जिपको काम पनि सिमिलर छ। इन्युमरेटले चाहिँ के गर्यो भन्दाखेरि तिम्रो 20, 21, 22 तिमीले यसरी फ्रुट्स भनेर राख्थ्यौ, नम्बर्स भनेर अर्को लिस्ट बनायो भने इन्युमरेटले हाम्रो लागि चाहिँ एप्पल र 20 जोडिदियो, बनाना र 21, चेरी र पछाडिको 22 जोडिदियो। यस्तै फिल भइरहेको छ। जिपको काम चाहिँ एक्ज्याक्टली नै यही हो। जिपमा चाहिँ कसरी काम गर्छ भन्दा मैले यसलाई जतिवटा मलाई त्यतिवटा लिस्ट दिन पाएँ, फ्रुट्स भन्ने एउटा फर्स्ट एलिमेन्ट, नम्बर्स भनेर दियो भने आउटपुटमा केही पनि चेन्ज आउँदैन। जिप भनेको चाहिँ 3-4वटा लिस्ट जतिवटा पनि लिस्ट हुन पायो त्यो लिस्टको एलिमेन्टलाई फर्स्टको फर्स्टसँग सेकेन्डको सेकेन्डसँग जोडिदिने काम चाहिँ हाम्रो जिप भन्ने फङ्सनले गर्छ। मैले आफूले कोड लेख्ने बेलामा जिप र इनम नै युज गर्नुपर्छ भनेर सोचेर लेखेको छ होइन। तिमीले जिप गर्दैनौ भने चाहिँ लुप दुईचोटि लगाउनु पर्यो कि होइन, त्यतिको लागि बनाइदिएको जिप र इनम भन्ने इन्युमरेट। यो इन्युमरेट चाहिँ युजलेस नै हो भनेर भन्दा नि भयो। जिपको चाहिँ यही हो काम। जिपमा एउटा प्रब्लम के देखेको छौ? ल प्रब्लम के देख्यौ भने भन अहिले। अब यहाँ प्रब्लम के छ भन्दा यो जुन लिस्ट छ नि माथिको नेम्सवाला लिस्ट र एजेसवाला लिस्ट, यो दुईवटा लिस्ट इन्डिपेन्डेन्ट हुन् कि। मैले माथि गएर यहाँ पुगेर डन भन्ने मान्छे थप्छु भने एज आफै थपिँदैन कि मेरो, होइन, इन्डिपेन्डेन्ट भयो तिनीहरू। अब यसमा प्रब्लम के हुनसक्छ भन्दा माथिपट्टिको नेम्स भन्नेवाला पार्टमा 4 जनाको नाम, एजेसमा 3 जनाको नाम छ भने जिपले कसरी काम गर्छ होला?
एकदम सिम्पल छ। तिमीले चाहिँ नर्मल्ली दुईवटा कुरालाई जिप गर भनेर भन्यो भने मैले एउटा कुरा धेरै छ अर्को कुरा थोरै छ भने के गरेर गर्छौ, पाइथनले पनि त्यही कुरा गर्छ। डिफल्ट चाहिँ हाल्दैन तर डिस्कार्ड गरिदिन्छ। यो यसको जोडी योसँग मिल्यो, यसको योसँग मिल्यो, यसको योसँग मिल्यो, यसको मिलेन भने छोडिदियो, यसलाई रिटर्नै गर्दिन्न। हो डन भन्ने नै गायब हुन्छ कि अब। त्यसै गरेर तलपट्टिकोमा 67 छ 78 छ भने 78 हराएर जाने भयो। जिपको काम नै यही हो। 3-4वटा लिस्ट छ तिमीसँग, त्यो लिस्टको चाहिँ जिपवाला फिचर नै चाहिएको छ, हरेकको जोडी बनाउनु पऱ्यो, नमिल्नेको छोडिदिनु पऱ्यो भने चाहिँ जिप भन्ने फङ्सन युज गर्न सकिन्छ। जतिवटा पनि दिन पाइयो यता पछाडितिर। यति हो यहाँबाट उस चाहिने त। यो थाहा छ पेप 8 बेसिक्स भनेको? ल कमेन्ट्स, इन्डेन्टेसन, नेमिङ कन्भेन्सन सबै कुरा पेप 8 भनेर सिधै खोज्यो भने भेटिन्छ हामीले। पेप 8 पाइथन भनेर तिमीले ES6 भनेर कतै सुन्यौ जाभास्क्रिप्ट पढ्ने बेलामा? त्यो चाहिँ स्टाइलिङ गाइड हो नि त होइन, कसरी बनाउने के गर्ने भनेर। पेप 8 पनि त्यही हो पाइथनमा। यहीँ लेखिदिएको, यसको वेबसाइट नै छ होला छन चाहिँ। यसले चाहिँ के कुरा भन्छ भन्दा तिमीले एउटा पाइथनको लाइन 80 क्यारेक्टरभन्दा बढी लामो नबनाऊ भनेर भन्छ। त्यस्तै गरेर के अरे क्यामल केस युज गर्ने कि स्नेक केस युज गर्ने कि क्लासमा क्यापिटल केस राख्ने कि नराख्ने, यी सबै कुरा पेप 8मा लेखिएको छ। सबैले फलो गरियो भने चाहिँ सबैको पाइथन कोड सिमिलर देखिन्छ भन्ने कुरा मात्रै हो यसको। त्यति हो। डकस्ट्रिङ भनेको थाहा छ? डकस्ट्रिङ युज गरेछ होला, क्लास बनाउन त आउँछ होइन पाइथनमा? पहिला डेटा स्ट्रक्चरबाट छ यहाँ, यो आउँछ यो लिस्ट, डिक्सनरी, सेट र टपल, यति 4वटा हो लिस्टवाला। अरू ल्याङ्ग्वेजमा जुन एरे पढ्यो भने त्यही यहाँ र लिस्ट भन्छ। ल यसलाई नै हेरौँ है त। यसरी एरे बनाइन्थ्यो। अब सेम कुरा लिस्ट, अनि यहाँ हाम्रो लिस्ट चाहिँ म्युटेबल छ, भित्रको मैले यो 2 लाई चेन्ज गरेर 20 बनाउँछु भनेर 1 र 3 लाई सेम राख्छु भन्न पाइयो, मलाई केहीले रोकेन। अनि योवाला पार्ट गरेको चाहिँ के गरिरहेको भन्दा मैले यो सेम कुरालाई अहिलेलाई कमेन्ट गरौँ, यसलाई चाहिँ मैले यो सिम्पल तरिकाले लेखिदिन्छु, त्यसपछि बुझ्छौ तिमीले आफैले है। ल एउटा स्क्वायर्स भन्ने एम्प्टी लिस्ट बनाउँछु मैले। अनि लिस्टहरू भनेको चाहिँ सबै कुरा क्लास बेस्ड हो होइन, इन्टिजरहरू पनि क्लास नै हो। भित्रपट्टि पाइथनकै सीको कोड लेखिएको हुन्छ पाइथनभित्र पनि। फर्स्ट इम्प्लिमेन्टेसनमा सी थियो, हामीले नर्मल्ली युज गर्ने पनि सी पाइथन हो क्या। यो कुरा चाहिँ हेर्न मिल्छ। अहिले हेरौँ ल, मैले हेर्दै नि भयो। मैले प्रिन्ट गरेँ, मैले 3-2 भन्ने नम्बरको टाइप प्रिन्ट गरेर रन गर्छु भने क्लास इन देख्छु कि यो सीको पार्ट हो कि यो है। ल त्यस्तै गरेर स्क्वायर्स भन्ने एउटा एम्प्टी लिस्ट बनाएँ। अघिको फर लुप हेरिएको थियो, फर नम्बर इन नम्बर्स लेखेँ। अब मैले यहाँ टेम्प भन्ने भेरिएबल बनाउँछु, नम्बर डबल एस्ट्रिक नम्बर, यति त बुझ्छु होइन। नम्बरको पावरमा नम्बर भएछ, नम्बरको पावरमा 2 राखिदियो भने हुने भयो। अब मैले टेम्पमा के हुन्छ भन्दा सुरुमा 1 आउँछ, त्यसपछि 4, त्यसपछि 6। अब मेरो लिस्ट भन्ने जुन क्लास छ पाइथनको इम्प्लिमेन्टेसनमा, त्यहाँभित्र एपेन्ड भन्ने मेथड छ। मैले अब स्क्वायर्स डट एपेन्ड टेम्प लेखिदिएँ भने फर्स्टचोटिमा यहाँ 1 जान्छ, सेकेन्डचोटिमा 4 जान्छ, त्यसपछि 9 जान्छ। अब मैले फर लुप सकिसकेपछि प्रिन्ट स्क्वायर्स भनेर रन गरेँ भने 149 देखियो। मैले यहाँ जे कुरा लेखेँ नि सेम कुरा एक लाइनमा अचिभ गरेको छ कि यसले। यो हामीले भित्र लेखेको यसलाई हामीले सानो बनाइयो भने के हुन्छ भन्दा एपेन्डमा नम्बर डबल एस्ट्रिक 2 यो वाला पार्टलाई यसले ह्यान्डल गर्यो होइन। तर यहाँ चाहिँ एपेन्ड लेखेको छ, माथिपट्टि किन एपेन्ड लेखिएन भन्दा यो चाहिँ स्क्वायर्स भन्ने लिस्ट बन्ने बेलामा राखेको बेलामा चाहिँ एपेन्ड भन्न परेन, बनिसकेको छ भने बल्ल एपेन्ड गर्नु पऱ्यो होइन। त्यसपछि यहाँ मैले लुप लगाएको छु, यहाँ पनि सेम छ। यतापट्टि नम्बरलाई एक्स बनाइदियौँ भने
धेरै कुरा अब सिमिलर हुन थाल्छन् कि भयो। यसलाई चाहिँ लिस्ट कम्प्रिहेन्सन भनेर भन्छन्। लिस्टभित्र हामीले यो फर लुप लगाएर इङ्ग्लिस जस्तो बनाइयो कोड, त्यही भएर यसलाई लिस्ट कम्प्रिहेन्सन। योभन्दा नि इन्टुइटिभ भनेको चाहिँ अर्को इक्जाम्पल छ है। इज रेनिङ भन्ने भेरिएबल बनाऊँ, यसमा ट्रु लगाएर छोडिदिउँ। यो जाभास्क्रिप्टमा चाहिँ स्मल टी, पाइथनमा चाहिँ क्यापिटल टी है ट्रु फल्सहरूको। ल इफ इज रेनिङ, यो त कोड त बुझिन्छ। प्रिन्ट टेक अम्ब्रेला एल्स नो निड फर अम्ब्रेला होइन। अब यो कोड तिमीले कुनै नन प्रोग्रामरलाई गरेर देखाउँछौ भने नबुझ्न सक्छ क्या उसले, बुझ्यौ? यो यसको मिनिङ के हो नै थाहा हुँदैन कि उसलाई, यहाँ कन्डिसन हो कि होइन केही पनि थाहा पाउँदैन होइन। तर पाइथन भनेको जेनरल पर्पज ल्याङ्ग्वेज, यसलाई कम्प्युटर साइन्टिस्टहरूले युज गर्छन् उनीहरूलाई गाह्रो नपरोस् भनेर। हामीलाई चाहिँ के गर्न मिल्छ भन्दा यसलाई हामीले सिङ्गल लाइनमा ट्रान्सफर्म गर्न मिल्छ। सुरुमा हामीले के लेख्न पर्यो भन्दा इङ्ग्लिस जसरी नै प्रिन्ट टेक अम्ब्रेला, त्यसपछि इङ्ग्लिसमा लेखे यसरी इफ इज रेनिङ एल्स प्रिन्ट माथिपट्टिको पार्टलाई हालिदिउँ। यो रन गरियो भने यहाँ जे हुनुपर्ने हो त्यही आउँछ। यहाँ फल्स भयो भने नो निड फर अम्ब्रेला आउँछ। 4 लाइन कोडलाई 1 लाइनमा कन्भर्ट गरियो। भित्रपट्टिको जुन एसेम्ब्ली कोड बन्छ त्यो फेरि सेम हुन्छ दुइटैको। यो यसको कम्प्रिहेन्सन, यसलाई चाहिँ कन्डिसनल या इफ कम्प्रिहेन्सन भनियो। कम्प्लेक्सलाई सिङ्गल लाइनमा लैयो भने कम्प्रिहेन्सन भन्दै भयो। सिङ्गल लाइन चाहिँ लिस्ट बनाइयो भने लिस्ट कम्प्रिहेन्सन, सेट बनाइयो भने सेट कम्प्रिहेन्सन, डिक्सनरी यस्तो सेम कुरा। भयो। त्यसपछि लिस्ट, डिक्सनरी, टपल र सेट यिनीहरू आउँछन् कि आउँदैनन्। भर्खर हेरेकोवाला लिस्ट भयो, डिक्सनरी, टपल र सेट। डिक्सनरी भनेको त बुझ्छौ तिमीले, जाभास्क्रिप्टमा अब्जेक्ट भनेर पढेको छौ भने अब्जेक्टको कोडलाई यहाँ ल्याएर पेस्ट हान्यो भने डिक्सनरी भन्छ, केही चेन्ज गर्नु पर्दैन। जाभास्क्रिप्टमा कार, यो सेम कोड है, जाभास्क्रिप्ट भयो नि, अरू ठाउँमा भयो नि। कारको नेम हो, त्यही नै हो। नेम, स्पिड, यहाँ फास्ट भनेर लेखिदियो। त्यसपछि कारको नेम चाहियो भने कार डट नेम भनेर लेखिन्थ्यो। यसरी लेख्नभन्दा अलि राम्रो अप्रोच भनेको जाभास्क्रिप्टमा त्यसरी लेख्न मिल्छ होइन, तर यहाँ चाहिँ यसरी गर्न पाइएन। नेमलाई पनि हाम्रो लिस्टभित्र जसरी इन्डेक्स हुन्छ नि त्यसरी नै बोलाउनु पर्छ कि। यो चाहिँ डिक्सनरीको भयो। डिक्सनरीभित्रको मेथडहरू चाहिँ सबै जानेर नि साध्य छैन, केही हुन्छन्। गेट भन्ने हुन्छ। त्यस्तै गरेर यहाँ जुन मैले यो बिग ब्र्याकेटमा लेखेँ नि, यो लेख्दाखेरि प्रब्लम के हुन्छ भन्दा मैले यहाँ झुकेर क्यापिटल एन लेख्दैछु भने हेर प्रब्लम आयो, इन्भ्यालिड, यो कमा छुटेछ। छुट्न चाहिँ प्रब्लम आउन पर्ने लाइन भनेको योवाला लाइन, की इरर यो भन्न थालेँ होइन। अब यो के भयो भन्दा मैले माथिपट्टि एउटा नाम लेखेँ, अर्को तलपट्टि अर्को नाम लेखेँ। यहाँ चाहिँ उसै भएन कि के अरे इरर आयो या यस्तो टाइपिङ मिस्टेक भयो भने ह्यान्डलिङ केही पनि गरिएको छैन। योभन्दा बेटर भनेको चाहिँ डट गेट भन्ने फङ्सन छ। यो लगाएपछि यहाँ मैले नेम लेख्छु, नेम पाइयो भने नेम ल्याउँछ यसले, नेम पाइयो भने यहाँभित्र नेम पाइयो भने त्यसलाई निकालेर ल्याउँछ, ल्याइएन भने चाहिँ डिफल्ट भ्यालु दिन पाउँछु मैले। यो गर्दा फेरि डिफल्ट आयो। अनि मैले केही भएर नोटिस गरेँ अनि यहाँबाट एन क्यापिटल राख्यो भने भित्रको टेस्ला आउँछ। यो गर्दाखेरि चाहिँ युजर फ्रेन्डली हुन्छ कि हाम्रो कोड। पाइथन लेख्ने बेलामा, ज्याङ्गो गर्ने बेलामा डेटाबेसबाट डेटा निकाल्ने नै यसरी हो कि। तिमीले सिधै बिग ब्र्याकेटमा गेट लेख्छौ भने फिल्ड नेम बिग्रियो भने युजरले के पाउँछ भन्दा 500 इरर भनेर देख्छ, केही बुझ्दैन युजरले। तर तिमीले डिफल्ट भ्यालु दियो भने कहीँ न कहीँ छुटेको छ भनेर डिबग गर्न सक्यो। डिक्सनरी भनेको यही हो। त्यसपछि आउँछ टपल। टपल भनेको अघि लिस्टमा जसरी गरियो 1, 2, 3, 4 गरेर सेम कुरा हो, तर ब्र्याकेट चाहिँ स्मल हुन्छ यसको। एउटा डिफ्रेन्स यो हो। सेकेन्ड डिफ्रेन्स भनेको टपल चाहिँ इम्युटेबल हुन्छ। मैले
नम्बर्सभित्रको सेकेन्ड इन्डेक्सलाई चेन्ज गरेर 6 बनाउँछु भन्न पाइँदैन। असाइनमेन्ट इज नट सपोर्टेड भन्न थाल्छ। भयो ल। अब यो लिस्ट र टपलको डिफ्रेन्स चाहिँ जाने हो होइन। लिस्टमा चाहिँ असाइनमेन्ट दिन पाइयो, बिचमा टपलमा दिन पाइएन। अब योबाट एउटा कुरा के इन्फर गर्न सकिन्छ भन्दा लिस्टमा चाहिँ पाइथनले दिने हामीलाई मेथडहरू धेरै छ, टपलमा थोरै छ भनेर यहीँबाट इन्फर गर्न सकिन्छ है। अनि टपलको ठाउँमा लिस्ट युज गर्छु, लिस्टको ठाउँमा टपल युज गर्छु भन्ने अनि पाइयो। तर एकदम यो हाम्रो यस्तो खाले सिनेरियोमा चाहिँ याद गर्नु पर्यो। यो जानिएन भने फेरि पछि प्रब्लम आउन सक्छ यो उसको म्युटेबिलिटीको। ल लिस्ट र टपल यिनीहरू सबैको बारेमा लेख्दै जाम है त अलिअलि। अब यहाँ तिमीलाई एकदम पाइथन त कस्तो नराम्रो ल्याङ्ग्वेज रहेछ भने जस्तो पारिदिन्छु म एउटा पोइन्टमा आएर। हो त्यस्तै छ कि लिस्टको बारेमा हामीले के जान्यौँ भन्दा म्युटेबल हुन्छ भनेर जानियो। त्यसपछि अरू कुरा म भनिदिइहाल्छु है त। नन युनिक एलिमेन्ट्सहरू हुन पायो। एउटा लिस्टमा 2टा एप्पल हुनु पनि पायो। त्यस्तै गरेर अब टपलको बारेमा जान्दाखेरि टपल इम्युटेबल हो, यसमा पनि नन युनिक एलिमेन्ट्स हुन पाए, प्रब्लम छैन। डिक्सनरी भनेको चाहिँ म्युटेबल, यसमा चाहिँ युनिक किज चाहिँ युनिक हुन पर्यो, भ्याल्यु जति जस्तो पनि हुन पाए। डिक्सनरीमा माथिपट्टि नेम भन्ने की छ, नेममा मैले राम लेखेको छु, तलपट्टि गएर फेरि नेम इक्वल्स टु हरि लेख्न थाल्छु भने रामलाई हरिले रिप्लेस गर्छ, की चाहिँ नेम मात्रै रहन्छ। यो चाहिँ त्यो उसै भयो कि कन्टिन्जेन्सी जस्तै भयो। त्यसपछि आउँछ सेट है। सेट चाहिँ अब मजाको छ। सेट म्युटेबल चाहिँ हो तर युनिक एलिमेन्ट्स मात्रै अलाउ गर्छ सेटले। सेट्स भनेर मैले पहिला टपलवाला कोड जुन थियो 1 2 3 4 5 भनेर लेख्थेँ। अब 5 टपल। अब सेट बनाउनको लागि मैले कर्ली ब्र्याकेट मात्रै लगाइदिएँ भने पुग्यो। यसलाई अब मैले प्रिन्ट नम्बर्स लेखौँ अनि यो युनिक एलिमेन्ट्स हो कि होइन भनेर टेस्ट गरिदिएँ मैले। एउटा 5 दुईटा 5, अगाडिपट्टि पनि एउटा 5 अनि दुईटा 5, मेरोमा 4वटा 5 छन्। अब मैले प्रिन्ट गर्दाखेरि एउटा मात्रै 5 देख्छु। बुझ्यो? डुप्लिकेसन आयो भने अगाडिकोलाई फालेर पछाडिकोलाई मात्रै राखिदिने काम गर्छ। अगाडिको अब यहीँ आउँछ है, मैले एउटा रङ भने कि अगाडिको फालेर पछाडिको मात्रै राखिदिने काम गर्छ भने नि यहाँ हेर्दाखेरि त्यस्तै देखियो होइन। तर मैले नम्बरको ठाउँमा अब मैले यहाँ पुगेर स्ट्रिङमा एप्पल बनाना एलिफेन्ट एप्पल भनेर रन गरेँ भने हेर त के देखियो, बनाना एलिफेन्ट एप्पल भनेर देखियो होइन। अब पछाडिको एप्पललाई मैले फालिदिएँ। ल अब रन गर्छु भने पनि बनाना एलिफेन्ट एप्पल नै देखिएको छ। मैले यसलाई कसरी दिएको छु, सुरुमा एप्पल दिएको छु, सेकेन्डमा बनाना दिएको छु, थर्डमा एलिफेन्ट दिएको छु। यसले मलाई फिर्ता दिने बेलामा बनाना एलिफेन्ट एप्पल दियो। फेरि रन गर्छु भने नि अहिलेलाई सेम छ, तर मैले यहाँ केही नम्बरहरू इन्ट्रोड्युस गर्न थालेँ भने हेलो भन्ने स्ट्रिङ पनि थपिदिउँ। अब रन गर्दाखेरि यो अर्डर छ नि, यसले मलाई जुन अर्डरमा दिन्छ नि कम्प्लिटली ऱ्यान्डम जस्तो देखिन्छ कि। अब यो चाहिँ यसको रोग है त। ल यहाँबाट हामीले एउटा के प्रपर्टी निकाल्न सकिन्छ भन्दा सेटहरू चाहिँ अनअर्डर्ड हुन्छन् भनेर प्रपर्टी निकाल्न सकिन्छ। अर्डर भनेको मैले एसेन्डिङ अर्डर डिसेन्डिङ अर्डरको कुरा गरेको होइन, इनपुट दिने बेलामा जुन अर्डर छ त्यो प्रिजर्भ गर्छ कि गर्दैन भनेर हेरेको है। सेट भनेको म्युटेबल, युनिक, अनअर्डर्ड, अनि माथिपट्टिको जति पनि छ नि सबै अर्डर। यो डिक्सनरीमा चाहिँ कीहरूलाई एसेन्डिङ अर्डरमा पनि राख्न सक्छ यसले, त्यही भएर यसलाई केही नि भने होइन, तर बाँकी सबै अर्डर छन्। सेट भनेको चाहिँ अनअर्डर। अनअर्डर किन हुन्छ भन्दा मैले यता लिङ्कडिनमा पनि हालेको थिएँ होला पोस्टमा, यही हेऱ्यो भने बुझिन्छ कि यो देखिएछ। अहिले आयो ल हेर है, यहाँ पाइथनको सेटकै कुरा भएर है, अनअर्डर्ड, युनिक। अब यो दुईवटा कुरा चाहिँ किन हुन्छ भन्दा
ह्यास म्याप युज गर्छ कि भित्र हामीले ह्यास टेबल भनेर पढ्यौँ नि ह्यास टेबल नै युज गरिरहेको हुन्छ कि पाइथन भन्ने ल्याङ्ग्वेजभित्र पनि ह्यास टेबल भन्ने एउटा स्ट्रक्चर हुन्छ त्यो युज गरेर चाहिँ हरेक एलिमेन्टलाई ह्यास टेबलमा राख्न खोज्यो दुईवटा ह्यास कोलाइड भयो भने पहिलाकोलाई फालिदिन्छ नयाँ मात्रै राख्छ बुझ्यो होइन अनि दुईवटा ह्यास कोलाइड भयो या पहिल्यै रिजर्भ गरिएको छ भने हामीले के पढ्यो त्यो ह्यास कोलिजनको रिजोल्युसन टेक्निकमा कहिलेकाहीँ प्राइम नम्बर एड गरेर फेरि ह्यास गर्न थाल्छ नत्र प्राइम नम्बरको स्क्वायर गरेर ह्यास गर्न थाल्छ भन्यो नि त्यसले गर्दा चाहिँ अर्डर मेन्टेन नभएको हो कि अर्डर पनि कस्तो हुन्छ भन्दा अब जुन त्यो टेबल भनेर बनाइएको थियो यहाँ एउटा बकेट दुईवटा बकेट तिनवटा बकेट चारवटा बकेट पाँचवटा बकेट छ भनेर मानौँ अनि यहाँ मैले दिएको एलिमेन्ट्सहरूमा एप्पल बनाना एलिफेन्ट 2 3 4 5 9 8 7 6 4 यहाँ एप्पल वटा यहाँ 2 3 4 5 वटा होला 9 8 7 6 वटा होला एलिफेन्ट आउँदाखेरि एलिफेन्टको ह्यास पनि फेरि यहीँ जाने जस्तो एलिफेन्टको ह्यास भयो भने अब फेरि यसमा प्लस गर्छ एउटा नम्बर जे भयो नि गर्ला 8 प्लस गर्ला त्यसपछि ह्याच गर्दाखेरि अब एलिफेन्ट जानुपर्ने यहाँ थियो तर आइदियो यहाँ त्यसै गरेर 7 8 भन्ने आउनु पर्ने यहाँ थियो तर यो आइदियो यहाँ भने 7 8 माथि आयो अरू सबैको अर्डर बिग्रेर गयो जस्तो त्यो माथि त सुरुमा एप्पल थियो नि हैन फर्स्टमा त्यो एप्पल हुँदाखेरि चाहिँ त्यो जुन पछिको त्यो सेम एउटा नम्बर त्यहाँ माथि आइदियो भने त्यो एप्पलको अर्डर बिग्रेर अर्कै ठाउँमा गएर बस्छ एप्पलको अर्डर तल गयो भन्नाले सबै ठाउँ त बिग्रिएन तर एउटा माथि आयो भने सबैको एकले घट्यो नि त्यही भएर सबैको अर्डरै चेन्ज भइदियो कि त्यही भएर यो एकदम अर्डरमा हामीलाई कुरा केही चाहिएको छ भने सेटमा लगेर काम गर्न चाहिँ मिलेन हेर नि हेलो भन्ने अगाडि आइदियो लास्टको अगाडि आइदियो एप्पल यहीँ छ बनाना यहाँ छ एलिफेन्ट यहाँ छ नम्बरिङको केसमा चाहिँ सिधै नम्बरलाई उता बकेटमा लगेर राख्दिन पाएँ त्यही भएर धेरै प्रब्लम आएछ देखिएको थिएन अघि 1 2 3 5 हान्ने बेलामा तर नम्बर होइन स्ट्रिङहरू छ या कुनै अरू अब्जेक्ट छ भने सुरुमा ह्यास निकाल्छ अनि त्यो ह्यासको बेसिसमा चाहिँ कहाँ लगेर राख्ने भनेर मेन्टेन गरिन्छ बुझ्यौ यो सेट इम्प्लिमेन्ट गर्नलाई ह्यास टेबल मात्रै भएर नि हुँदैन भित्र अरू पनि यहाँ लेखिएको छ होला यो उसमा टेबल बाहेकको अरूहरू कुरा पनि लेखिएको हुन्छ इफ अनदर एलिमेन्ट विथ द सेम ह्यास भ्याल्यू कन्सिडर इक्वल बाई पाइथन्स इक्वालिटी रुल इज एडेड सेट रिकगनाइज या डुप्लिकेट नम्बर रिकगनाइज गर्नको लागि चाहिँ ह्यास टेबल मात्रै भएर पनि सफिसियन्ट हुँदैन छुट्टै अर्को लिस्टवाला पार्ट पनि बनाउँछ हामीले हेर्न चाहिँ मिलेन फेरि अनि जुन ह्यास टेबल छ नि ह्यास टेबल भनेको त डेटाबेसतिरको पार्ट हो यसलाई काहीँ न काहीँ लगेर सेभ गर्नुपर्छ नि पाइथनले चाहिँ सिक्वलाइट भन्ने युज गरेर सेभ गर्छ डेटाबेस SQLite भन्ने हुन्छ डेटाबेस यो डेटाबेसको प्रपर्टी चाहिँ के भन्दा सर्भरलेस डेटाबेस हो यो हामीले अहिलेसम्म पढेको त हो ज्याङ्गोमा नि यही छ किन भन्दा पाइथनमा पनि यही छ यो चाहिँ एकदम सर्भरलेस यसलाई कुनै पनि सर्भर चाहिएन जहाँ पनि रन हुन्छ पाइथनले त्यही युज गर्छ यसले पनि यही युज गर्छ पाइथन मात्रै होइन एन्ड्रोइड अरू जति पनि छ नि मोबाइल एप्लिकेसन त्यहाँको डेटा काहीँ न काहीँ त गरेर बस्नुपर्ने डेटाबेसमा अनि सबैले मंगोडीबी पनि होस्टिङ गरेर गर्ने भएर अफलाइन एप छ भने तिनीहरू सबैले सिक्वलाइट युज गर्छन् कि यो अब नर्मल्ली फ्लटरहरूतिर चाहिँ मंगोडीबी युज गर्ने चलन छ कि मंगोडीबी भनेको नो सिक्वल जे हाल्दै नि मिल्यो त्यसमा तर फेरि त्यसको होस्टिङ कस्ट हुन थाल्छ कि फेरि क्लाउडमा गरेर राख्ने हो भने त्यही भएर उनीहरूले लोकल डिभाइसमै सिक्वलाइट डेटाबेस रन गरिदिएपछि यो डेटाबेस भनेको एउटा फाइल मात्रै हो कि अरू केही पनि होइन db.pythonमा हेऱ्यो भने चाहिँ यही देखिन्छ सिक्वलाइट 3 भन्ने फाइल हुन्छ यो फाइल नै डेटाबेस हो हाम्रो लागि पाइथनले पनि यही युज गर्छ इन्टरनल्ली वान अफ द मोस्ट युज डेटाबेस चाहिँ यो है सर्भरलेस ल यदि हेऱ्यो भने अब फेरि यो लिस्टभित्र मैले एपेन्ड भनेर गरेँ एपेन्ड एक्सटेन्ड पप यिनीहरू सबै छन् प्रपर्टीहरू टपलभित्र चाहिँ त्यति धेरै छैनन् तर छन चाहिँ छन् एक्जिस्ट गर्छन् डिक्सनरीभित्र पनि छन् प्रपर्टीहरू सेटभित्र पनि प्रपर्टीहरू छन् सेट जस्तै अझै अर्को पनि छ एउटा त्यसलाई चाहिँ फ्रोजन सेट भनिन्छ फ्रोजन सेट चाहिँ कम्प्लिटली सेट जस्तै हो तर यो यसको प्रपर्टी भनेको के भन्दा यो इम्युटेबल युनिक एलिमेन्ट्स नै हो अनि अनअर्डर नै हो फ्रोजन सेट भनेको चाहिँ पाइथनमा कन्स्टेन्टहरू हुँदै हुँदैनन् हामीले जुन पढ्यो नि भेरिएबल्स एन्ड कन्स्टेन्ट्स भनेर पढ्यो नि पाइथनमा भेरिएबल्स मात्रै हुन्छ एन्डै हुँदैन कन्स्टेन्ट नै हुँदैनन् कि
कन्स्टेन्ट बनाएर राख्छु भने पाउँदै पाउनु। जाभास्क्रिप्ट छ भने फाइनल छ, जाभाको केसमा फाइनल छ, जाभास्क्रिप्टको केसमा कन्स्ट भन्ने छ, अरूहरू पनि छन् जाभामा त। पाइथनमा छैन त्यस्तो केही नि। पाइथनमा के भन त्यस्तो कन्स्टेन्ट भ्यालु स्टोर गर्नुपर्ने के छ? सबभन्दा क्लोजेस्ट भनेको फ्रोजन सेट। तिमीलाई जति पनि कन्स्टेन्ट भ्यालु चाहिएको छ नि त्यसलाई फ्रोजन सेटभित्र हालिदेऊ, त्यसपछि फ्रोजन सेट चाहिँ रिड गरेर बस्छ। त्यही हो तिम्रो अप्सन भनेको नै। अब यस्तो जे पाइले लाइब्रेरी ल्याङ्ग्वेज हेर न, यहाँ अर्डरमा दियो, अनअर्डर बनाएर पठाइदिन्छ हामीलाई, कन्स्टेन्ट पनि छैन नि होइन। अनि फ्रोजन सेटको अर्को प्रपर्टी के छ, कसरी बनाउने भन्दा सबैको ब्राकेट पनि लगाइदिउँ है त। लिस्टको बिग ब्राकेट, टपलको स्मल ब्राकेट, डिक्सनरीको कर्ली ब्राकेट नै हो, तर भित्रपट्टि चाहिँ एउटा कोलन राखेर छोडौँ होइन, के र भी भनेर राखेर छोडौँ। सेटको केसमा यो भइहाल्यो। अनि कहिलेकाहीँ चाहिँ के हुन्छ भन्दा तिमीलाई लिस्ट बनाउनु पर्छ, तिम्रो एलिमेन्ट 6 मात्रै छ भने यसलाई लिस्ट भनेर नमानिदिन पनि सक्छ क्या पाइथनले। त्यही भएर यहाँ पुगेर एउटा कमा लेखेर छोड्नु पऱ्यो। टपलको केसमा नि यसलाई नमानिदिन सक्छ, तिम्रो यसलाई चाहिँ कम्प्लेक्स नम्बर हो भनिदिन सक्छ पाइथनले, त्यही भएर कमा लेखेर छोड्नु पऱ्यो है। एउटा मात्रै एलिमेन्ट छ भने नि कमा लेखेर छोड्ने बानी गर्दाखेरि पछि यहाँ केही थप्नु पऱ्यो भने सिन्ट्याक्स इरर आउँदैन, त्यो एउटा फाइदा भयो। अर्को भनेको पाइथनले नै बुझ्दैन कि कहिलेकाहीँ चाहिँ। त्यसपछि फ्रोजन सेटको मैले अब बनाउनको लागि के गर्नु पर्यो भन्दा, फ्रोजन सेट चाहिँ हामीले पढेको डेटा स्ट्रक्चरहरूमध्ये एउटा यस्तो हो जसलाई बनाउनको लागि टाइप कास्ट इज नेसेसरी। तिमीले एउटा सेट बनाउँछौ, एप्पल बनान चेरी भनेर सेट बनाउला, एसटी भन्ने सेट बनाऊँ। त्यसपछि एफएसटी फ्रोजन सेट बनाउनु पर्यो भने तिम्रो अरू कुनै अप्सन छैन, यो क्यापिटल हुन्छ होला अझै, यसरी नै बनाउनु पर्यो, अरू अप्सन नै छैन। यो कुनै पनि सिन्ट्याक्स या हिन्टिङ गरेर बनाउन सकिँदैन। फ्रोजन सेट चाहिएको छ भने एउटा सेट जस्तो बनाउने, त्यसलाई चाहिँ फ्रोजन सेटमा कन्भर्ट गरिदिने। यो फ्रोजन सेट अब मैले भिएस कोड खोलेर हेरेको थिएँ, भिएस कोडमा छौ भने चाहिँ हेर, यो फ्रोजन सेट लेखेर हेर, होभर गर्दाखेरि ब्राकेटमा के देखाउँछ भन्दा यहाँ चाहिँ इटरेबल भनेर देखाउँछ। इटरेबलको मिनिङ के भन्दाखेरि चाहिँ जे कुरामा लुप लगाउन मिल्छ नि पाइथनले सबैलाई इटरेबल भनेर भनिदिन्छ कि। तिम्रो रिक्वायरमेन्ट चाहिँ फ्रोजन सेटको लागि यहाँ चाहिँ इटरेबल हुनु पऱ्यो। इटरेबल भनेको स्ट्रिङ हुन्छ, लिस्ट, टपल, सेट, यिनीहरूमध्ये कुनै पनि कुरा यहाँभित्र हालेर पठाइदिन चाहिँ पायो, त्यसलाई तिम्रो एज अ रेस्पोन्स फ्रोजन सेट बनाएर यसले पठाइदिन्छ है। लिस्ट जे कुरालाई हामीले अहिलेसम्म पढ्यौँ नि, लिस्ट, टपल, डिक्सनरीको चाहिँ म स्योर छैन, लिस्ट, टपल, सेटलाई चाहिँ फ्रोजन सेट बनाउनु पऱ्यो भने यसरी टाइप कास्ट गरिदियो भने पुग्यो। अनि लिस्टलाई टपल बनाउन पनि टाइप कास्टै गरिदिए पुग्छ, सेटलाई टपल बनाउनलाई पनि टाइप कास्ट मात्रै गरिदिए पुग्छ। टाइप कास्ट गर्ने भनेको अगाडिपट्टि क्लासको नेम या डेटा टाइप, त्यसपछि ब्राकेट लगाएर भित्र केलाई टपललाई डिक्सनरीमा गऱ्यो भने भ्याल्यु के दिने त नि होइन, भ्याल्यु त्यो मिल्दै नमिल्ने भन्ने छैन। कोड लेख्दाखेरि अलिकति कम्प्लेक्स जस्तो चाहिँ हुन थाल्छ। त्यही नि डकुमेन्टेसन चाहिँ हेर्नु पऱ्यो एकचोटि है, नर्मली स्योर भएन। डिक्सनरी र पछि ल यिनीहरू भयो, सेकेन्डवाला पार्ट यसले ह्यान्डल गर्छ। त्यसपछि डिक्सनरीभित्र हेरेर त स्ट्रिङ मेथडले, स्ट्रिङ मेथडभित्र स्प्लिट, जोइन, रिप्लेस, फर्मेट। स्प्लिटको काम थाहा छ? जोइनले यसले अब तिमीलाई चाहिँ यहाँ मैले निश्चल लेखेर यो लेखेको छु, मलाई नेमलाई एउटा एलिमेन्ट, लामिछानेलाई अर्को एलिमेन्ट बनाउनु पऱ्यो भने बिचपट्टि जुन उस छ नि यो क्यारेक्टर, त्यसलाई टार्गेट गर्नु पऱ्यो। मैले यहाँ स्पेस बार लेखिदिनु पऱ्यो, यति हो। इन्डेक्सिङवाला गर्नलाई चाहिँ मिल्न चाहिँ मिल्छ, अघि जसरी गरियो नि स्लाइसिङ गरेर, स्लाइसिङवाला पार्ट सेम त्यसरी गर्नु पऱ्यो। ल त्यसपछि यहाँ इन्डेक्स गर्नु पऱ्यो भने यस्तो गर नि त, तिमीलाई जुन चाहिएको छ नि इन्डेक्स, त्यो इन्डेक्समा कुन क्यारेक्टर छ भनेर निकाल, त्यो त्यहाँबाट आएको रिजल्ट यहाँभित्र पठाइदेऊ। अनि जोइन भनेको ठ्याक्कै त्यसको उल्टो। अब मलाई यो दुईवटा चाहिँ
डिफ्रेन्ट एलिमेन्ट छन्, जोइन गर्न पर्यो स्पेसले भने यहाँ पुगेर स्पेस राखिदिन्छु। बुझ्यौ? अनि जस्तै कि यो जोइनमा जस्तै अब त दुईटा प्यारामिटर लिन्छ होला नि त केले, मतलब केलाई जोइन गर्ने भनेर के? ए होइन रोक, यो जोइन चाहिँ लिस्टमा लगाउन मिल्छ कि। लिस्टको लिस्टलाई जोइन लगाइयो भने स्ट्रिङ निस्किन्छ, त्यही भएर स्ट्रिङ मेथडमा गनिएको यो। ए ओके ओके, जस्तै अब लिस्ट जस्तै अब एउटा लिस्ट छ 1 2 3 भनेर हैन, त्यसलाई के प्लस जोइन अनि प्यारामिटर प्लस 1 प्लस 2 प्लस 3 भनेर आउने भयो। हो त्यही नै हो। ओके। त्यसपछि रिप्लेस भन्ने त बुझिहालिन्छ। फर्मेट भनेको स्ट्रिङ निकाल्ने तरिका हो। स्ट्रिङ हामीले जुन सी गर्ने बेलामा %s %d डी लगाइन्थ्यो नि, सेम कुरा हो फर्मेटमा। एब्स्ट्रिङ त भर्खर हेरियो, फर्मेटमा चाहिँ एक्ज्याक्टली सेम हुन्छ, तर हामीले उतापट्टि चाहिँ कमा गरेर खास एम्परसेन्ट दिएर एड्रेस दिइन्थ्यो भने यहाँ चाहिँ के गर्न मिल्छ भन्दा डट फर्मेट फर्स्टवाला इन्डेक्सलाई के दिने, सेकेन्डवाला इन्डेक्सलाई के दिने भने भ्यालु दिनु मिल्छ। ल यसपछि चाहिँ हामी 2 नम्बरको भयो, 3 नम्बरको फङ्सन र स्कोप। फङ्सनहरू त आउँछ होला होइन? डिएफ भन्ने किवर्ड, हेलो वर्ल्ड भनेर फङ्सन बनाऊँ, WORLD के लेख्यो। त्यसपछि लास्टमा यो कोलन, यो त पाइथनकै बेसिक्स भइहाल्यो। अब प्रिन्ट हेलो लेखिएको छ, हेलो वर्ल्डलाई कल गरियो भने यसलाई आउनुभयो। यही यो फङ्सन भनेको। अब फङ्सनमा नयाँ कुरा केही पनि छैन। अब तिमीले यहाँ नेम भन्ने लेखियो, एज भन्ने लेख्यौ, त्यस्तै गरेर एड्रेस लेख्यो भने अब यसलाई एब्स्ट्रिङ बनाऊँ। हेलो स्पेस दिउँ अगाडि, नेम एज फ्रम एड्रेस भनेर लेखिदियो। अनि यहाँ पुगेर चाहिँ राम 34 इयर्स ओल्ड, त्यसपछि एड्रेस PKR भनेर दियो भने हेलो राम एज 34, यो PKR। अब यसमा डिफल्ट प्यारामिटर्स भन्ने याद छ कि छैन तिमीलाई? डिफल्ट प्यारामिटर्स भनेको यहाँ नेम नदिएको केसमा हरि आओस् भन्ने भने यसरी दिने होइन? तर मैले यसरी दिन पाउँछु कि पाउनु होला? यसरी दिएँ भने यहाँ राम दिन परेन, एज र पोखरा दिए पाइयो, यही होइन? ल यहाँ एउटा प्रब्लम छ है। प्रब्लम के छ भन्दा यो रुल फलो गरिएन कि डिफल्ट प्यारामिटर जहिले पनि राइटबाट सुरु हुनुपर्छ। मलाई यहाँसम्म डिफल्ट चाहिएको छ भने यसको राइटको सब डिफल्ट चाहियो, नत्र प्रब्लम के आउँछ भन्दा नेममा 34 जान्छ, एजमा PKR जान्छ होइन, एड्रेसमा के जाने थाहा छैन। बुझ्यौ? होइन रनै हुँदैन कि यो कोडै। हेर एकचोटि यो दिएर हेरौँ है त। यसरी नल भनेको खाली हो नि त यो होइन? ल यो गर्दा पनि सेम कुरा छ। यो प्रब्लम खास यहाँबाट आएको प्रब्लम होइन कि, यहाँबाट नै पाइथनले रुलै हो भनेर भनेको प्रब्लम हो कि। त्यही भएर हेर लाइन नम्बर 1 मा आएको एरर छ, यहाँ आएको, यहाँसम्म त कोडै पुगेको छैन हाम्रो। ल योवाला पार्ट नि भयो। त्यसपछि यसलाई फिक्स गर्ने तरिका के होला? यतापट्टिको पार्ट नै हेर मैले, यहाँ चाहिँ एज इक्वल्स टु 34, त्यसपछि एड्रेस इक्वल्स टु यो PKR गरिदिउँ, नेम इक्वल्स टु हरि, यसरी त काम गर्छ होइन? यो त आउनुपर्ने इन्टेन्डेडै हो। यसलाई चाहिँ के भनिन्छ भन्दा नेम्ड प्यारामिटर्स भनेर भनिन्छ। त्यसपछि अब झ्याप्पै अलिकति कम्प्लेक्सवाला पार्टमा गइदिउँ। अरू त सब बुझ्ने खाले पार्ट छ क्या, केही पनि झुकाउने खाले छैन। अब योवाला पार्ट बुझ्यो कि बुझेन? ARGS र KWARGS युट्युबमा हेरेको थियो? यो त एकदम गाँड हुनेवाला। ल है त, आर्ग्युमेन्ट्स किवर्ड आर्ग्युमेन्ट्स भन्छ यसलाई। अघि मैले जुन किवर्ड आर्ग्युमेन्ट, यो कस्तो बेलामा रोक है त, प्रिन्ट गरिदिउँ, प्रिन्ट नै आर्ग्युमेन्ट्स गरिदिउँ, त्यसपछि किवर्ड आर्ग्युमेन्टलाई प्रिन्ट गरिदिउँ। अब मैले यहाँ पुगेर हेलो वर्ल्ड लेखेँ, यहाँ
स्ट्रिङमा हरि लेख्छु भने हरि नै प्रिन्ट आउँछ के भइरहेको छ भन्दा यहाँ मैले जति पनि प्यारामिटर दिन्छु नि हरि श्याम राम गीता भनेर दिन्छु यी सबै प्यारामिटर्सहरू आर्गुमेन्ट्स भित्र आफै जान्छ यो आर्गुमेन्ट्सको टाइप भनेको चाहिँ टपल टाइपको हुन्छ एकचोटि यसलाई प्रिन्ट एकचोटि मेरोमै भेरिफाई गरौँ टाइप ल यसरी यसलाई रन गरौँ टपल टाइपको रहेछ हैन त्यस्तै गरेर माथिकोलाई कपी गर्न मिल्छ कि मिल्दैन मिल्यो कीवर्ड आर्गुमेन्टको टाइप हेरियो भने के हुन्छ होला यो मैले कीवर्ड आर्गुमेन्टमा के जान्छ भनेर भनिदिन्छु अहिले यहाँ यो लेख्यो हैन त्यस्तै गरेर एउटा प्यारामिटर छ अरे नेम्ड प्यारामिटर पठाउन मन लाग्यो भने प्याराम इक्वल्स टु टेस्ट प्याराम लेख्दिए अब मैले यति गरेपछि चाहिँ यो आर्गुमेन्ट्स भन्ने टपलमा हरि जान्छ श्याम जान्छ राम जान्छ गीता जान्छ अनि कीवर्ड आर्गुमेन्टमा प्याराम र टेस्ट प्याराम भन्ने यतापट्टिको यो वाला पार्ट जान्छ अनि यतापट्टिको यो वाला पार्ट जान्छ अब कीवर्ड आर्गुमेन्टको टाइप के हुन्छ होला डिक्सनरी हो वाह हेर्नु त कहाँ ल इज इनभ्यालिड आर्गुमेन्ट फर प्याराम यसले त कीवर्ड रोक यसलाई यतिकै अहिलेलाई यसलाई यो नपठाऊँ यसलाई रन मात्रै गरेर हेरिदिउँ डिक्सनरी टाइपको हुन्छ यो आर्गुमेन्ट्सभित्र जति पनि आर्गुमेन्ट दियो सब जान्छ कीवर्ड आर्गुमेन्टभित्र जति पनि आर्गुमेन्ट पछाडि यो के अरे इक्वल टु लगाएर दियो ती सबै कुरा चाहिँ कीवर्ड आर्गुमेन्टमा जाने भयो भएन एउटा फङ्सन भनेको यो एस्ट्रिकवाला अपरेटरको एउटा फङ्सन भनेको चाहिँ आर्गुमेन्ट्स र कीवर्ड आर्गुमेन्ट्समा हामीले सी ल्याङ्ग्वेज पढ्ने बेलामा पोइन्टरवाला पार्ट केही पनि छैन पोइन्टर डबल पोइन्टर हुन्थ्यो त्यो केही नै होइन है बिर्सिए भयो त्यसलाई अब अर्को एउटा ठाउँमा चाहिँ कति बेला आउँछ भन्दा मैले लिस्टमै जाम अब फेरि नम्बर्स भन्ने बनाएँ 2 3 4 5 6 7 भनेर बनाएँ र यसलाई मैले अब प्रिन्ट गर्न गएँ नम्बर्सलाई प्रिन्ट गरेँ भने के देख्छु भन्दा बिग ब्र्याकेट देख्छु 2 4 5 6 7 नै देख्छु होइन अब मलाई कुनै कुनै केसमा भित्रको नम्बर मात्रै देखाउन पर्ने हुनसक्छ यो केसमा मैले एउटा अप्सन भनेको फर लुप लगाएर हरेकलाई प्रिन्ट गर्न सक्छु होइन अर्को अप्सन भनेको एस्ट्रिक लगाएर राखिदियो भने यसले के गर्छ भन्दा नम्बर्स भन्ने जुन मेरो लिस्ट छ नि यहाँ लिस्टलाई खोलेर प्रिन्टमा पठाइदिन्छ कि बुझ्यौ त्यो माथिको उसमा नि त्यस्तै भएको थियो माथिको केसमा ल एकचोटि यसलाई यो गरेर यसमा नि सेम भएको थियो अहिलेको वाला कोड निकाल्नु पर्यो फेरि हेलो वर्ल्ड माथिको यसमा नि सेम भएको थियो कि टपललाई खोलिदिने काम गरेको थियो कि हेर्नु यहाँ मैले एस्ट्रिक हटाएँ नि त्यहाँबाट एस्ट्रिक राख्यो भने टपल खुलेर आउँछ है डिक्सनरीमा नि सेम गरियो भने यो डबल एस्ट्रिकले चाहिँ खोलिदिने काम गर्छ यसलाई ठ्याक्कै के अपरेटरको भन्छ भनेर बिर्सेँ मैले एस्ट्रिक एन्ड डबल एस्ट्रिक हान्ने बित्तिकै इन पाइथन आइहाल्छ यहाँ अपरेटरको बारेमा लेखेछ र अपरेटरको नाम नै यही यसलाई अनप्याकिङ भनेर भनिन्छ अनप्याक अपरेटर भनेर भनिन्छ त्यसपछि यसलाई कतै छ यसलाई पनि अनप्याकिङ नै हो डिक्सनरी अनप्याक गर्छ एउटाले अर्कोले चाहिँ नन डिक्सनरी सिक्वेन्सहरूलाई अनप्याक गरेर जोडिदिन्छ ल त्यसपछि लोकल र ग्लोबल स्कोप भनेको त बुझ्छौ होइन लोकल भनेको एउटा फङ्सनभित्रको लोकल भनेको कुनै पनि ब्लकभित्र छ भने भेरिएबल त्यो ब्लकभित्र मात्रै एभाइलेबल छ पाइथनमा झन् सजिलो ट्याब छ कि छैन हेरिदिए पुग्यो होइन ग्लोबल भनेको बाहिर छ भने ग्लोबल त्यसपछि ल्याम्डा फङ्सन भनेको कति देखेछौ सुनेको त हो त्यो के हो ल्याम्डा फङ्सनको नाम हुँदैन होइन एक लाइन मात्रै हुन्छ कि यसको त्यो ल्याम्डा कम्प्युटिङ भनेको छुट्टै हो यो ल्याम्डा फङ्सन भनेको चाहिँ पाइथनमा हामीले नर्मल अब तिमीले चाहिँ कहिलेकाहीँ के हुन्छ भन्दा हामीलाई तिमीले कतै एउटा लाइब्रेरी युज गर्यो होइन
लाइब्रेरीभित्र एबिसी भन्ने फङ्सन छ, तिमीले डकुमेन्टेसन हेर्दा नै यहाँ एउटा फङ्सन पठाउनु पऱ्यो, त्यसपछि एउटा इन्टिजर पठाउनु पऱ्यो भने तिमीसँग एउटा अप्सन भनेको के छ भन्दा तिमीले यहाँ चाहिँ ल मानिदिउँ यो ठाउँमा तिमीलाई प्रिन्ट हेलो भन्ने तिम्रो कोड पठाउनु पऱ्यो भने तिमीसँग भएको एउटा अप्सन चाहिँ तलपट्टि जान्छौ या माथिपट्टि जान्छौ, डिएफ लग बनाउँछौ, त्यसपछि यहाँ प्रिन्ट हेलो लेख्छौ, यहाँ पुगेर लग लेख्छौ। एउटा अप्सन भनेको यो डकुमेन्टेसनले यस्तो माग्छ भने यही नै एउटा अप्सन तिमीसँग छ। तर तिमीलाई यो गर्न छैन भने के गर्न सक्छौ भन्दा ल्याम्डा यसरी यहाँ पेस्ट हानिदिन्छौ भने यसले चाहिँ रिजल्टको रूपमा के गर्छ भन्दाखेरि तिम्रो यो ठाउँमा एउटा के अरे फङ्सन नै गयो जस्तो बनाइदिन्छ कि। जाभास्क्रिप्टमा एनोनिमस फङ्सन बढ्यो नि, नाम नभएको फङ्सन। पाइथनमा ल्याम्डा भनेको सिमिलर हुन्छ कि। अनि ल्याम्डाको चाहिँ अर्को जता पाइतिर ल्याम्डा युज गऱ्यो भने कोडै नबुझिने हुन्छ। त्यही भएर एउटा के सिम्पल रुल छ भन्दा एक लाइन मात्रै बढी छ भने कुनै फङ्सनको त्यसलाई चाहिँ ल्याम्डा बनाउँदा हुन्छ भनिन्छ है। ल्याम्डा चाहिँ मोस्टली स्क्वायर गर्ने, डिभाइड गर्ने, प्लस गर्ने यस्तो कुरा पनि धेरै देखिन्छ हामीले। अनि ल्याम्डाको सिन्ट्याक्स चाहिँ मैले लेखेको ठ्याक्कै नमिल्दा ल्याम्डा फङ्सन चाहिँ मैले चाहिँ धेरै युज गरेको छैन। मैले युज गरेको भनेको यही सिनेरियो हो कि यहाँ फङ्सन नै मागेको छ, अरू कुरा एउटा लाइन मात्रै दिनु परेको छ भने पनि दिन पऱ्यो यसरी नै। इक्जाम्पल दिएको छ फङ्सन्स इन पाइथन। ल ल्याम्डा लेखिदियो, आर्गुमेन्ट्स लेखिदियो, त्यसपछि एक्सप्रेसन। हामीले चाहिँ अघि खाली लेखेर छोड्यौँ, खाली नमान्न सक्छ। यहाँ चाहिँ एक्सलाई यो त एलाई 10 ले एड गर्नेवाला फङ्सन बनायो, फङ्सनको नाम एक्स दियो भने जस्तो हो कि। तिमीले फर्स्ट क्लास फङ्सन भन्नु पऱ्यो, यो अर्को टपिक है। अब यो यतापट्टिको पार्टमा आउनलाई फर्स्ट क्लास फङ्सन पढ्यो। फर्स्ट क्लास फङ्सन भनेको चाहिँ कुनै पनि ल्याङ्ग्वेजको प्रपर्टी, डाइरेक्ट प्रपर्टी होइन। यो प्रपर्टी चाहिँ कहाँबाट अराइज हुन्छ भन्दा डाइनामिक टाइपिङबाट अराइज हुन्छ। तिमीले सी ल्याङ्ग्वेजमा ए भन्ने भेरिएबल फङ्सन बनायो भने void ए त्यसपछि यस्तो गरेर यहाँ केही न केही लेखेको हुन्छ होइन, ट्याब गरेर यो। त्यस्तै गरेर तिमीले बी भन्ने एलिमेन्ट, बी भन्ने कुनै भेरिएबल बनायो भने इन्ट बी इक्वल्स टु 3 लेखेर यसरी लेखिदिन्थ्यो होइन हामीले के अरे सी पढ्ने बेलामा चाहिँ। अब जाभास्क्रिप्टमा आइयो भने के भयो भन्दा voidको ठाउँमा जे रिटर्न गर्ने गर्नु मतलब छैन, फङ्सन हो ए भनेर लेख्यो होइन। जाभास्क्रिप्टमा अगाडिको इन्टवाला पार्ट नै हट्यो, बी पनि गएछ। अब तिमीले जाभास्क्रिप्टमा आएर यसरी ए लेखिदिन्छौ भने बीको टाइप के हुन्छ? हो, बीको टाइप फङ्सन हुन्छ। यसलाई नै फर्स्ट क्लास फङ्सन भन्ने हो कि। जुन ल्याङ्ग्वेजमा तिमीले फङ्सनलाई पनि भेरिएबल जसरी ट्रिट गर्न पाउँछौ नि तिनीहरू फर्स्ट क्लास फङ्सन्सहरू हुन्। बुझ्यो होइन? बी भनेको फर्स्ट, यो जुन हामीले फङ्सनालिटी युज गऱ्यौँ नि यो फङ्सनालिटीलाई नै फर्स्ट क्लास फङ्सनलाई सपोर्ट गरेको भनेर भनिन्छ कि। एज फङ्सनलाई नै एज अ भेरिएबल ट्रिट गर्न पाइयो हामीले। ल हाम्रो चाहिने टपिक चाहिँ यो होइन। हाम्रो चाहिने टपिक भनेको हायर अर्डर फङ्सनहरू। हामीले अहिलेसम्म हेरेको, अब हायर अर्डर फङ्सन पनि यस्तै फङ्सनको माथि थपिएको लेभल जस्तो हो। हामीले अहिलेसम्म हेरिएको फङ्सनमा, तिमी लेखेको फङ्सनमा त हायर अर्डर पुगेको छैन होला। हेलो भन्ने फङ्सन बनाइयो, यसले प्रिन्ट गर्ला या धेरै भए रिटर्न गर्ला होइन। यहाँभित्र खाली पनि हुन पायो, तर नर्मल्ली इनपुट हुन्छ। हामीले अहिलेसम्म हेरिएको फङ्सनमा यो फङ्सन भयो, इनपुटको रूपमा के लिन्छ भन्दा युजरबाट आएको डेटा लिन्छ, धेरै भयो फाइल लिन्छ, फाइलको नाम लिन्छ। रिटर्न गर्दा फेरि के रिटर्न गर्छ? आउटपुट रिटर्न गर्छ या डेटा रिटर्न गर्छ, कुनै डेटा टाइपको डेटा रिटर्न गर्छ। हायर अर्डर फङ्सनले चाहिँ कसरी काम गर्छ भन्दाखेरि इनपुटको रूपमा नै एउटा फङ्सन लिइदिन्छ कि यिनीहरूले। बुझ्यो? फङ्सनलाई नै एज अ प्यारामिटर लिन्छ। रिटर्न गर्दा पनि फङ्सन रिटर्न गर्न नि पाए या डेटा रिटर्न गर्न पाए केही प्रब्लम छैन, तर इनपुटको रूपमा चाहिँ फङ्सन लिने जुन फङ्सनहरू छ तिनीहरूलाई चाहिँ हायर अर्डर फङ्सन भनिन्छ। यस, ल त्यसको लागि चाहिँ
डेकोरेटर भन्ने टपिकमा पुग्नु पर्यो। यहाँ चाहिँ म्याप र फिल्टर भनेर लेखेको छु मैले आफूले कुनै पनि बनाएर हेरेको छैन, तर डेकोरेटर चाहिँ मैले रिसेन्टली बनाएको छु है। DEF डेकोरेटर भनेर लेख्छु। त्यसपछि प्यारामिटरमा फङ्क भनेर लेख्थ्यौँ। अब यहाँभित्र पनि ऱ्यापर भन्ने फङ्सन बनाउनु पर्छ मैले। त्यसपछि यहाँ गएर मैले प्रिन्ट लेखेँ, हेलो बिफोर फङ्सन भनेर लेखिदिन्छु। अब यो चाहिँ एकदम जेनरलवाला है। त्यसपछि फङ्सनलाई मैले यहाँभित्रबाट कल गर्छु, प्रिन्ट गर्छु हेलो आफ्टर फङ्सन भनेर लेख्छु। लास्टमा चाहिँ मैले रिटर्न ऱ्यापर नै गर्न पर्यो। अब यति गरेपछि रेडी भयो। मेरो डेकोरेटर भन्ने फङ्सनले इनपुटको रूपमा एउटा फङ्सन लिन्छ। त्यसपछि त्यो फङ्सनलाई कल गर्नभन्दा एक स्टेप अगाडि आफूले कोड रन गर्न पाउँछ। फङ्सन रन भइसकेपछि एक स्टेप पछाडि आफूले कोड रन गर्न पाउँछ। युजरले या अरू डेभलपरले मैले तल गएर कल गर्ने बेलामा चाहिँ यहाँभित्र जुन फङ्सन छ त्यो फङ्सन मात्रै कल गर्नु पर्यो। यसको सेकेन्ड पार्ट पनि छ, त्यो पनि लेखिहालेँ। यसरी एड डेकोरेटर लेख्नु पर्यो। त्यसपछि अब बल्ल मैले अघि बनाएको वाला फङ्सन बनाउँछु। माथि नै छ होइन, छैन रहेछ। DEF हेलो वर्ल्ड भन्ने फङ्सन। ल मैले यो लेखेँ। यो माथिपट्टिको पार्टलाई अहिलेलाई बिर्सिएँ भने अहिलेलाई बिर्सिदिउँ। यसरी लेख्दाखेरि मैले यसलाई रन गर्दाखेरि हेलो वर्ल्ड भनेर रन गर्छु होइन। तर अब मैले यो माथि राखिसकेपछि के हुन्छ भन्दा मैले हेलो वर्ल्ड रन गर्नभन्दा एक स्टेप अगाडि हेलो बिफोर फङ्सन भन्ने मेसेज देख्छु। त्यसपछि बल्ल फङ्सन रन हुन्छ, मेरो हेलो वर्ल्ड भन्नेवाला फङ्सन रन हुन्छ। त्यसपछि फेरि हेलो वर्ल्ड आफ्टर फङ्सन भन्नेवाला मेसेज देख्छु मैले। अब मैले यो तलपट्टिको फङ्सन कललाई जतिचोटि लेखेँ पनि मेरो अब के भयो भन्दा यो फङ्सनले के काम गर्छ, हेलो भन्ने काम गर्छ होइन। तर मैले यो डेकोरेट गरिसकेपछि चाहिँ दुईवटा फङ्सनालिटी थपिदिएँ। एउटा भनेको फङ्सन रन हुनुभन्दा अगाडि हेलो बिफोर फङ्सन देखाउने मेसेज, अर्को फङ्सनालिटी भनेको हेलो आफ्टर मेसेज भन्ने देखाउने। अब मैले जतिचोटि रन गरेँ पनि तलपट्टि गएर माथिको यो दुईवटा यिनीहरूलाई हामीले फिचर मान्यौँ भने यो हेलो वर्ल्डले एउटा फिचर दिइरहेको छ, हाम्रो डेकोरेटर भन्नेवाला फङ्सनले चाहिँ दुईवटा फिचर थपिदिइरहेको छ कि। डेकोरेटरको काम नै फिचरलाई एक्सटेन्ड गर्ने हो। रन गर्छु भने सबै ठाउँमा सेम प्याटर्न छ। मैले सब ठाउँमा गएर या यहीँ गएर हेलो बिफोर फङ्सन लेख्न परेन। अब यो मलाई अहिलेको केसमा लेख्दिए नि हुन्छ जस्तो लाग्यो होला। यसलाई गएर यहाँ राखौँला, यसलाई तल गएर अर्को राखौँला। तर मैले DEF सेकेन्ड फङ्सन बनाएँ भने यसको काम चाहिँ समथिङ राखिदिएँ भने सेकेन्ड फङ्सनको पनि अगाडिपट्टि मलाई हेलो बिफोर फङ्सन राख्न पर्यो, पछाडि हेलो आफ्टर फङ्सन राख्न पर्यो भने अघिको वाला अप्रोचमा चाहिँ पेस्ट गर्नु पर्थ्यो। यहाँ र यहाँ 5वटा फङ्सन भयो भने 5 ठाउँमा पेस्ट गर्न पर्यो। तर अब मैले एड डेकोरेटर भनेर डेकोरेट गरिसकेपछि सक्यो। तल कल गरिएको छैन। भ्यायो। अब यो चाहिँ ज्याङ्गोमा कति बेला आउँछ भन्दा ज्याङ्गोमा यो माथिपट्टिकोलाई यसलाई इग्नोर गरौँ। तिम्रो चाहिँ होम भन्ने फङ्सन बनाउँछौ होइन। त्यसपछि यो फङ्सनले तिम्रो होमवाला पेजमा चाहिँ वेलकम देखाउनु पर्यो। तर तिम्रो वेबसाइट चाहिँ लगइन नगरिकन आउने नपाउने बनाउने हो भने कि तिमीले यहीँ गएर इफ युजर लगइन भनेर चेक गर्नु पर्यो। फेरि सेकेन्ड पेजमा गएर नि अबाउटवाला पेजमा गएर नि इफ लगइन भनेर चेक गर्नु पर्यो, कन्ट्याक्टमा नि गर्नु पर्यो। त्योभन्दा बेटर भनेको तिमीले जुन इफ लगाउँछौ लगइन भनेर यसलाई यहाँ लगइन भएको छ भने फङ्सन कल गरिदेऊ। छैन भने कि चाहिँ युजरलाई 403 अनअथराइज भनेर देखाइदिन पायो। अर्को अप्सन भनेको युजरलाई लगइन पेजमा पठाइदिनु नि पाइयो होइन। अब तिमीले यसलाई चाहिँ लगइन रिक्वायर्ड भनेर दियो भने ज्याङ्गोमा यही हुन्छ कि भित्रको यहाँभित्रको कोड चाहिँ सेम हुँदैन। यहाँभित्र प्यारामिटर्सहरू पनि लिन्छ यसले, एस्ट्रिक आर्गुमेन्ट्स भनेर। तर बाँकीको लगइन चाहिँ सेम हुन्छ। यसरी नै लेख्ने हो, लगइन रिक्वायर्ड भन्ने नै हुन्छ। डेकोरेट गरिदिएपछि सकियो। जहाँबाट जसले जसरी पनि होमलाई कल गर्छ भने यो माथिको पार्ट चलेकै हुन्छ।
पछाडिको अबाउट हो भने अबाउटलाई कल गर्छ भने पनि माथिपट्टिको योवाला पार्ट चलेकै हुन्छ। तिम्रो यो यसमा नि @login required भनेर यो गरेपछि यो diff home छ नि भनेको जस्तो यसमा त फंक्सन प्यारामिटरको हो नि त भनेपछि यो गर्दैछ यसको पछि जुन पनि फंक्सन यो डिफाइन भयो त्यही नै एज प्यारामिटरमा गयो हैन त्यही नै हो। अब तिम्रो कहिलेकाहीँ के हुन्छ भन्दा एउटा डेकोरेटर या एउटा फंक्सनमा 3-4 वटा डेकोरेटर लगाउनु पर्यो भने यसरी लेख्दिन पाइयो, यसरी चेनिङ गर्न पायो तर ग्याप राख्न भएन। अनि तिमीले एउटा यहाँ लेख्यौ ग्याप राखेर अर्को यसरी गर्यो भने चाहिँ यसलाई डेकोरेट गर्ने हो भनेर बुझ्न सकिँदैन के। नर्मल्ली चाहिँ डेकोरेटर एउटा मात्रै लगाइन्छ, त्यो भन्दा बढी चाहियो भने यसरी चेनिङ गर्न चाहिँ पाइयो। यो लगइन रिक्वायर्ड भनेर लेख्छौ भने होम भन्ने फंक्सन कल हुँदाखेरि लगइन रिक्वायर्ड सुरुमा कल हुन्छ, त्यसपछि ऱ्यापर भित्रको पार्ट चल्न थाल्छ हैन। अब तिम्रो लगइन रिक्वायर्ड वाला पनि डेकोरेटर चाहिएको छ, त्यस्तै गरेर इज अथोराइज त नभनौँ, इज सेक्योर भन्ने पनि डेकोरेटर माथिपट्टि छ भने तिमीले चाहिँ लगइन रिक्वायर्ड र इज सेक्योर भन्ने डेकोरेटर दुइटै एकैचोटि लगाउनु पर्यो भने चाहिँ यसरी इज सेक्योर भनेर लेख्दिन पायो कि। यो गरियो भने चाहिँ सुरुमा होम चल्दाखेरि होम सुरुमा इज सेक्योरवाला पार्टमा गएर चेक हुन्छ, त्यसपछि इज सेक्योरवाला पनि लगइन रिक्वायर्ड भित्र गएर चेक हुन्छ। यो इज सेक्योर चाहिँ हुँदैन ज्याङ्गोभित्र, लगइन रिक्वायर्ड चाहिँ यही नै हुन्छ है एक्ज्याक्टली। ल यिनीहरू भनेको ल्याम्डा फंक्सन, हायर अर्डर फंक्सन। ल्याम्डा फंक्सन जानेनौ भने केही प्रब्लम छैन, तिमीले ल्याम्डा फंक्सन नजानेरै पुरै काम गर्न सक्छौ, तर एफिसिएन्ट तरिकाले एकदम थोरै लाइन अफ कोडमा चाहिँ अचिभ हुँदैन भन्ने कुरा मात्रै हो। त्यसपछि जाम ओओपीमा। ओओपी कति आउँछ? क्लास बनाउन आउँछ? क्लास बना जस्तो त मान्छे तर जस्ट पकेटे कति रिभाइन नगरेको त्यो। ल ओओपी को पिलर के हो भन त? पिलर अफ ओओपी हाम्रो त्यही सर हैन हो, हामीले पढेको वाला हो। सुरुमा इन्क्याप्सुलेसन, त्यो भन्दा यसलाई पिलरै भनिन्छ। हामीले 6 वटा बढियो तर 4 वटा आउँदो रहेछ। त्यसपछि पोलिमर्फिजम यो एब्स्ट्र्याक्सन हुने के पढिसक्यो आउँदैछ, इनहेरिटेन्स, त्यसपछि एब्स्ट्र्याक्सन मैले गर्छु भनेर अचिभ गर्ने होइन, इन्क्याप्सुलेसन गर्ने बित्तिकै त्यहाँ एब्स्ट्र्याक्सनको लेभल आइसकेको हुन्छ। यो बाहेकको जुन थियो नि के थियो अर्को, डेटा हाइडिङ। पाइथनमा कन्स्टेन्ट हुँदैन भनियो होइन। डेटा हाइडिङमा हामीले के सिकेको थियो अरू ल्याङ्ग्वेजेसमा, नर्मल ल्याङ्ग्वेजेसमा प्राइभेट, प्रोटेक्टेड, पब्लिक। जावामा चाहिँ प्याकेज प्राइभेट भन्ने पनि सिकियो होइन। पाइथनमा चाहिँ एउटा नि हुँदैन, पाइथनमा सबै पब्लिक। तर फेरि अब यो त प्रब्लम भयो होइन, डेभलपर्सहरूले के रियलाइज गरे भन्दा सब पब्लिक नराखौँ, कन्भेन्सन भनौँ। कन्भेन्सनमा चाहिँ के छ भन्दाखेरि केही कुरालाई प्रोटेक्टेड बनाउनु पर्यो भने भेरिएबल, अब एज भन्ने भेरिएबललाई प्रोटेक्टेड बनाउनु पर्यो भने अगाडिपट्टि लगेर अन्डरस्कोर राख्दिउँ भन्ने एउटा कन्भेन्सन छ। अनि एजलाई प्राइभेट नै बनाउनु पर्यो भने दुईवटा अन्डरस्कोर राख्दिउँ भन्ने चलन छ। यो प्रोटेक्टेड, यो प्राइभेट। अब तिमीले प्रोटेक्टेड यसरी कन्भेन्सन फलो गर्यौ भने चाइल्ड क्लासले माथिकोलाई मात्रै कल गर्न पाउँछ, अरूले पाउन्न भन्नेवाला जुन रुल हुन्छ अरू ल्याङ्ग्वेजेसमा हार्डली टाइप गरेकोवाला रुल, त्यो रुल चाहिँ अप्लाई हुँदैन होइन। तर कसैले यस्तोवाला भेरिएबललाई ओभरराइड गर्न खोज्छ, यस्तोवाला फङ्सनलाई ओभरराइड गर्न खोज्छ भने उसलाई हामीले अकाउन्टेबल चाहिँ बनाउन पाइयो कि। यो कन्भेन्सनले गर्दा हामीले यसलाई प्रोटेक्टेड बनाइयो, तैँले किन यसलाई प्रोटेक्टेडलाई पनि अरू ठाउँबाट एक्सेस गरिस् भनेर क्वेसन सोध्न चाहिँ पाइयो हामीले। त्यतिको लागि हो कि बनेको नै। जस्तै हामीले जो प्रोटेक्टेड त इनहेरिटेन्सको लागि गरिन्थ्यो हैन। इनहेरिटेन्सको लागि भनेर यहाँ बाइ डिफल्ट चाहिँ प्यारेन्टको चाइल्डमा प्राइभेट कुराहरू पनि आउँछ, प्रोटेक्टेड पनि आउँछ, पब्लिक पनि आउँछ होइन। बाहिरबाट पनि प्राइभेट, प्रोटेक्टेड, पब्लिक तिनवटा एक्सेस गर्न पाइयो। तर कसैले गर्छ भने झुकेर गरेको होइन भन्ने कुरा चाहिँ हामी स्योर हुन्छौँ कि। त्यति हो यसको फाइदा भनेको, अरू केही छैन। यसको इम्प्लिमेन्टेसन पछि हेरिन्छ भने कसरी भयो भन्ने कुरा। यो त अहिले नै हेरौँ। अनि इन्क्याप्सुलेसन भनेको के हो पहिला टपिकहरूको बारेमा बुझौँ। इन्क्याप्सुलेसन भनेको के हो? त्यो भनेको त डेटालाई कोही समथिङ जस्तै क्लासले क्याप्सुलेट गरेर आएको छ। क्लास बनाउने प्रोसेसलाई नै इन्क्याप्सुलेसन भन्ने हो।
जुन कुराहरू चाहिँ क्लासभित्र राख्दा बेटर हुन्छ तिनीहरूलाई राखियो। त्यसपछि त्यो डेटाको माथि काम गर्ने मेथड जति पनि छ या काम गर्ने फङ्सन जति पनि छ तिनीहरूलाई मेथड बनाइयो भने यसलाई इन्क्याप्सुलेसन भनिन्छ। अर्को एउटा पनि स्टेप के छ भन्दा कुनै पनि डेटा मेम्बर प्राइभेट छ भने त्यसलाई चाहिँ गेटर र सेटर भनेर पढ्यो नि, त्यो बनाउने कामलाई पनि इन्क्याप्सुलेसन भनिरहेछ कि। हामीले त गेटिङ सेटिङलाई इन्क्याप्सुलेसन नै हो भनेर पढिएन, हामीलाई त फेरि क्लास भनेपछि इन्क्याप्सुलेट भयो भनेर भनिएको थियो होइन, त्यो वाला पार्ट यहाँ भयो। त्यसपछि पोलिमर्फिजमको हामीले अघि भर्खर एउटा हेरिएको थियो, यो जुन एस्ट्रिक एआरजिएस केडब्लु एआरजिएस लेखिएको थियो नि, त्यो पोलिमर्फिजमको टाइप हो कि। एउटा मात्रै प्यारामिटर हान्दा पनि फङ्सनले काम गरिरहेको छ, दुईवटा प्यारामिटरले काम गरेको छ, 10वटा हान्दा पनि काम गरेको छ है। अनि यसमा चाहिँ सबै पोलिमर्फिजम रन टाइम पोलिमर्फिजम हुन्छ। पोलिमर्फिजम सबै रन टाइम हुन्छ कि, किन भन्दा अब इन्टरप्रिटेड ल्याङ्ग्वेज हो, कम्पाइल टाइम भन्ने हुँदैन यसमा, त्यही भएर सबैको रन टाइम। अनि पोलिमर्फिजम भनेको चाहिँ मल्टिपल क्लासेसमा सेम खाले इन्टरफेस छ भने त्यसलाई नै पोलिमर्फिजम भनेर भन्छन्। अनि इनहेरिटेन्स चाहिँ हामीले पढियो 5वटा टाइपको हुन्छ, सिङ्गल, मल्टिपल, हायरार्किकल, मल्टिलेभल र लास्टमा हाइब्रिड भनेर, त्यो त नर्मल भइहाल्यो। एब्स्ट्राक्सन भन्ने बेलामा चाहिँ जाभामा हामीले जुन पढ्यौँ नि एब्स्ट्राक्ट क्लासेस भनेर पढ्यौँ नि, इन्टरफेसेस भनेर पढ्यौँ नि, त्यो वाला पार्ट पनि अप्लाई गर्न मिल्छ पाइथनमा चाहिँ। इन्टरफेस भनेर ठ्याक्कै चाहिँ भनिँदैन, इन्टरफेसलाई नै एब्स्ट्राक्ट बेस क्लास भनिन्छ, अरू सबै कुरा चाहिँ नर्मल नै छ। ओओपीको क्लास र अब्जेक्ट बनाउन आउँछ कि आउँदैन? त्यो त अरू ल्याङ्ग्वेजको त छ, यसमा के छ डिफरेन्स? अरू भन्दा केही छैन त्यति धेरै फरक। क्लास डग बनायो भने डाटा मेम्बर बनायो भने प्रब्लम आउँछ ब्रो है त। यहाँ बार्क लेखौँ, यहाँ सेल्फ लेख्नै पर्यो, यो त बुझ्छ होइन, सेल्फ दिस भने जस्तै भयो। उफ भनेर लेखौँ। त्यसपछि अब मैले के गर्न सक्छु भन्दा डग डट बार्क भनेर एकचोटि कल गर्न ट्राई गरेर, मलाई थाहा छैन के हुन्छ यसको, ल नहुँदो रहेछ, मिसिन वान आर्गुमेन्ट सेल्फ भनेको छ। अब मैले डग बनाउनुको डगको चाहिँ अब्जेक्ट बनाउनु पर्यो, यति लेख्थ्यो भने पुग्यो। जाभामा नि सिमिलर थियो, तर यतापट्टि डग डी इक्वल्स टु न्यू डग भनेर लेख्नु पर्थ्यो, डाइनामिक टाइप भएपछि भएन। अब डी डट बार्क लेख्न पाएँ मैले होइन। ल अब तिमीले अघि भने जसरी यहाँभित्र पुगेर मैले डगको चाहिँ के होला, एज होला, नेम होला, एज इक्वल्स टु 20, नेम इक्वल्स टु ओली भनेर दियो भने, अब यो हामीले अहिलेसम्मको लजिकमा त यो भनेको चाहिँ डी भित्र नि नेम हुन्छ, डी भित्र एज हुन्छ, त्यस्तै गरेर D2 भन्ने बनाइयो भने D2 भित्र नि नेम, D2 भित्र नि एज हुन्छ, अनि यो दुईटा इन्डिपेन्डेन्ट हुन्छ भनेर सोचिन्छ होइन। तर यसरी बनाइयो भने चाहिँ यसलाई क्लास भेरिएबल भनिन्छ कि। यो भेरिएबलहरू क्लासभित्र हुन्छ, डी भित्र एज अनि डी भित्र नेम भन्ने हुँदैन, डग भित्र एज र डग भित्र नेम भन्ने हुन्छ। तिमीले यसरी गर्यौ, त्यसपछि यहाँ पुगेर डी डट नेम इक्वल्स टु भनेर डगको नाम चेन्ज गरिदियो भने D2 भित्रको डग नेम र D1 भित्रको नेम सेम हुन्छ कि। यो डग भित्रको नेमसँग रिलेटेड हुन्छ, त्यही भएर यसलाई यहाँ राख्नुभन्दा राम्रो भनेको चाहिँ कन्स्ट्रक्टरभित्रलाई राखिदिनु पर्यो। कन्स्ट्रक्टर बनाउनलाई चाहिँ यसरी डग लेख्न मिलेन, पाइथनमा चाहिँ दुईवटा अन्डरस्कोर इनिट भनेर लेखिदिनु पर्यो, सेल्फ दिनु पर्यो, त्यसपछि सेल्फसँगै अरूहरू पनि दिउँ है त, नेम पनि दिउँ, एज पनि दिउँ। अब सेल्फ डट नेम इक्वल्स टु नेम, सेल्फ डट एज इक्वल्स टु एज, त्यसपछि यहाँ प्रिन्ट गरिदिउँ डग क्रिएटेड भन्ने मेसेज। अब यसपछि यहाँ चाहिँ एप स्ट्रिङ बनाउँ, सुरुमा सेल्फ डट नेम सेज वुफ भनेर लेख्थ्यौँ, डग बनाउँदा फेरि अनि यहाँ अर्को कुरा पनि लेख्थ्यौँ। यहाँ पुगेर मैले काउन्ट भन्ने भेरिएबल बनाएँ, अघिको जुन क्लास भेरिएबल कन्सेप्ट पनि बुझाइहाल्छु म, यहाँ नेम एज र यो भयो। त्यसपछि यहाँभित्र गएर डग डट काउन्ट प्लस इक्वल्स टु 1। अब यहाँ यो गर्न चाहिँ पाइएन है,
प्लस प्लस लेख्न पाइएन, प्लस प्लस भन्ने हुँदै हुन्न पाइथनमा, प्लस इक्वल्स टु 1। अब डग बनाम ओली 70 वर्षको मान्छे, त्यस्तै गरेर D2 मा पुष्प, यो मान्छे चाहिँ 67 वर्षको होला, डीले नि बार्क गर्छ, त्यस्तै गरेर D2 ले पनि बार्क गर्छ। लास्टमा चाहिँ प्रिन्ट डग डट काउन्ट भनेर हेरौँ, रन गर्दाखेरि डग क्रिएटेड, दुईवटा डग भयो, ओले सेज बुफ, पुष्प सेज बुफ। त्यसपछि काउन्ट भन्नेवाला पार्टमा चाहिँ दुईटैको कन्स्ट्रक्टरले काउन्ट के अरे यो क्लास भेरिएबललाई 1 ले बढाएको छ, लास्टमा निकाल्दाखेरि 2 आएको छ। यो काउन्ट भनेको चाहिँ अब्जेक्ट भित्रबाट जान मिल्दैन, यो क्लासबाट गएको हो कि, त्यो यो भेरिएबल चाहिँ सबैले सेयर गरेको स्ट्याटिक भेरिएबल जस्तो भयो कि, लोकल भन्न मिलेन। लोकल त यिनीहरू भयो नि त, नेम र एजहरू भयो, यो चाहिँ स्ट्याटिक भयो। भयो यहाँ पुगेर मैले काउन्ट 1 गरेको छु नि त, यो कन्स्ट्रक्टर हो, कन्स्ट्रक्टरमा पुग्ने बित्तिकै 1 ले बढ्यो। अब्जेक्टले काउन्ट भन्ने क्लासको, डग भन्ने क्लासको काउन्टलाई बढाइदिन पायो। सिधै डग भित्रको काउन्ट कति छ हेरेको भएन। ल यो भनेको इन्क्याप्सुलेसनवाला पार्ट हेरियो। अब हामीले के गरौँ भन्दा इनहेरिटेन्समा गइदिउँ सिधै, या यसमा बार्क, त्यो बार्कवाला छोडिदिउँ मैले, यही गरौँ। अब मैले ओली भन्ने एउटा डग बनाएँ, त्यसपछि पुष्प भन्ने अर्को डग बनाएँ होइन। त्यसै गरेर मैले अब के सोचौँला भन्दा ओली भन्ने डग चाहिँ ओलीलाई टाइप बनाइदिउँ, यसको नाम पनि राखौँला भन्ने सोचौँला है। अब मैले यहाँ पुगेर नर्मल्ली यो डग भनेर लेख्थ्यो, सक्यो। यसपछि यति लेख्दिने बित्तिकै डगभित्र जति पनि कुरा छ तल आइसकेको हुन्छ, डेफ इनिट बार्क सबै आइसकेको हुन्छ। अब मैले अब जति पनि यहाँ कोड लेख्छु नि, अब नयाँ नयाँ कोड, यी सबै चाहिँ मैले पछि मलाई सजिलो होस् भन्ने तरिकाले लेखिरहेको हो कि, अब चाहिन्छ भन्ने छैन, मलाई सजिलो होस् मात्रै हो मेरो रिक्वायरमेन्ट। अब मैले यहाँभित्रको इनिट गर्ने बेलामा सेल्फ लिम्ला, एज मात्रै लिम्ला। अब किन भन्दा ओली भन्ने टाइपको डगको नाम के होला, ओली होला भन्ने सोच्छु मैले, एज मात्रै लिन्छु। त्यसपछि सेल्फ डट एज इक्वल्स होइन, मैले के गर्नु पऱ्यो भन्दा सेल्फ डट यहाँ पनि यो होइन, यत्तिकै लेखिदिनु पऱ्यो कि मैले, सुपर डट इनिट। यहाँ चाहिँ मैले नेम र एज पठाउनु पर्ने हो, नेमको ठाउँमा मैले अब आफैले हार्ड कोड गरेर ओली पठाउँछु, अनि यताबाट जुन एज आयो त्यो एज पठाएर छोडिदिन्छु। यति हो मैले लेख्ने, यो लेखिदिएँ भने अब मैले ओ इक्वल्स टु ओली, 67 वर्षको ओली छ, ओ डट बार्क भनेर रन गर्छु भने ओली बन्यो, उफ पनि गर्यो यसले। अब ओलीको एज हेर्छु भने 67 हुन्छ, बुझ्यो यो? यसलाई बुझाउने सजिलो तरिका भनेको चाहिँ यो ओली डगतिर पनि नजाऊँ, यसमा चाहिँ हामीले ग्लास भन्नेवाला क्लास बनाऊँ। ग्लास सुरु बन्ने बेलामा ग्लासको नेमको ठाउँमा म्याटेरियल राखौँला, म्याटेरियल नि होइन, ग्लासको सेप राखौँला, त्यसपछि ग्लासको कस्ट राखौँला है, सेप कस्ट, सेप कस्ट। त्यसपछि ग्लासभित्र अमाउन्ट भन्ने पनि राखौँ, अमाउन्ट भनेको चाहिँ कति भरिएको छ भन्ने 0 राखौँला। अब ग्लासभित्र चाहिँ बार्क राखेर भएन, ग्लासभित्र फिल भन्ने राखौँ, सेल्फ भन्ने प्यारामिटर, त्यसपछि अमाउन्ट लिन्छ यसले, कति अमाउन्टले फिल गर्ने भनेर। इफ सेल्फ डट अमाउन्ट, या यस्तो गरौँ सिधै जोडिदिउँ, सेल्फ डट अमाउन्ट प्लस इक्वल्स टु
अमाउन्ट यो त बुझिन्छ हैन इफ सेल्फ डट अमाउन्ट इज ग्रेटर देन 100 प्रिन्ट ग्लास इज ओभरफिल्ड यस्तै गरेर अमाउन्टको ठाउँमा फिल्डको ठाउँमा एम्प्टी राखियो भने माइनस इक्वल्स टु इज लेस देन 0 राखियो भने ग्लास इज ब्ल्याक होल लेख्दिउँ ल अब मैले यसरी बनाएर यो माथिपट्टिको अहिले इग्नोर गरौँ ग्लासको के राखियो सेप राखियो कस्ट राखियो अब मलाई वाइन ग्लास बनाउनु पर्यो यो क्लास इम्प्लिमेन्ट गरेर भने WG बनाऊँ इक्वल्स टु ग्लास बनाउँछु वाइन ग्लास कुन सेपको हुन्छ कोनिकल सेपको त्यसपछि वाइन ग्लासलाई 200 रुपैयाँ पर्छ 300 रुपैयाँ पर्छ भनेर भनिदिउँ अब मैले वाइन ग्लासलाई फिलअप गर्न पर्यो भने यहाँ लेख्छु 30 वाइन ग्लासलाई एम्प्टी गर्न पर्यो भने यहाँ लेख्छु 20 या मलाई 50 एम्प्टी गरिदिन्छु माइनसमा आउँछ त्यसपछि केही न केही ट्रिगर हुन्छ ल यो भयो कोनिकल वाइन ग्लासको लागि त्यसै गरेर मलाई अझै अर्को पनि वाइन ग्लास चाहिएला कोनिकल सेप हुन्छ त्यसको प्राइस चाहिँ 700 रुपैयाँ सेम खाले कोड छ भने 3टा वाइन ग्लास छ मेरो त्यस्तै गरेर अब अर्को ग्लास चाहिँ सर्ट ग्लास भन्ने सुनेछ हैन सर्ट ग्लास सानोवाला अब मेरो ग्लासेसहरू चाहिँ 3टा कोनिकल वाला वाइन ग्लास छन् त्यसपछि सर्ट ग्लासहरू छन् भने मैले के कुरा इन्फर गर्न सक्छु यहाँबाट भन्दा मलाई कोड लेख्न सजिलो बनाउनको लागि चाहिँ मैले ग्लासबाट चाइल्डमा वाइन ग्लास र सर्ट ग्लास निकाल्न सक्छु बुझ्यो हैन अब वाइन ग्लास भित्र के हुन्छ स्पेशलाइजेसन भनेको चाहिँ सेप स्पेशलाइजेसन भएर कोनिकल सेप मात्रै बसिरहेको हुन्छ सर्ट ग्लासमा स्पेशलाइजेसन सेप भएर नै सिलिन्ड्रिकल बसेको हुन्छ अब मेरो केसमा अब अर्को चाहिँ के हुन सक्थ्यो भन्दा 300 रुपैयाँको मात्रै गर्ने हो भने चिप ग्लास एक्सपेन्सिभ ग्लास गरेर छुटाउन सक्थेँ मैले अब यी सबै कुरालाई इम्प्लिमेन्ट गर्नलाई क्लास वाइन ग्लास लेख्थ्यो यहाँ पुगेर ग्लास लेख्थ्यो अब मैले DEF इनिटमा सेल्फ कमा अब वाइन ग्लास बनाउनको लागि मैले सिधै कस्ट मात्रै मागे पुग्यो त्यसपछि यो सुपर बुझ्यौ ल यहाँ चाहिँ सेप के हुन्छ कोनिकल त्यसपछि कस्टमा जे आयो त्यही सुपर भनेको के भन्दा अब मैले यहाँ पुगेर सुपर फाल्दिउँ है एकैछिनलाई यसरी लेखेँ भने के अब मेरो पाइथनले के बुझ्छ भन्दाखेरि फङ्सनको नाम के छ इनिट छ हैन यहाँ इनिट फङ्सनलाई कल गरेको छ यो भनेको के भयो रिकर्जन यसले यसलाई कल गरेको छ फेरि यसले यसलाई गर्छ स्ट्याक ओभरफ्लो आउँछ सक्यो तर हामीलाई चाहिएको के भन्दा यो तलपट्टिको इनिटले माथिको इनिटलाई कल गर्न खोजेको नि त हामीले हैन सुपर क्लासको भन्नु खोजेको हो त्यही हो के जावामा जे थियो त्यही हो एउटा पोसिबल अप्सन भनेको चाहिँ डग लेख्न सकिन्थ्यो हामीले तर पाइथनमा चाहिँ यो वाला के अरे मेथड युज नहुने भएर सुपर भन्ने युज गरिदिने सुपर गरियो भने चाहिँ ठ्याक्कै 1 लेभल माथिको भन्ने हुन्छ 2 लेभल माथिको चाहियो भने सुपर डट सुपर लेख्दिए पुग्छ के ठ्याक्कै त्यो जावास्क्रिप्टमा प्यारेन्ट क्लास भन्दै हान्दै माथि गयो यसरी सुपर लेखिदिएपछि 1 लेभल माथिको भनेर बुझिन्छ भयो अब यस्तै गरेर क्लास वाइन ग्लास भयो अब तिमीलाई मल्टिपल इनहेरिटेन्समा प्रब्लम के छ थाहा कि थाहा छैन त्यो भनेको दुईटा क्लासको फंक्सन नेम एउटै भने चाहिँ समथिङ नेम हो फंक्सन नेम हैन भेरिएबल नेम एउटै भयो भने कहाँबाट ल्याउने भन्ने कुरा थाहा पाइन्न के ल है यसलाई चाहिँ रन गरौँ रन पनि हैन अब वाइन ग्लास चाहियो भने WG इक्वल्स टु ग्लास लेखिदिन्छु त्यसपछि 500 रुपैयाँ होला ग्लासको ठाउँमा वाइन ग्लास अब मेरो कुनै कहिले केही भएर ग्लास चाहिँ स्पेशल सेपको आउन थाल्यो भने जी भनेर लेख्छु सिधै ग्लासवाला प्यारेन्टवाला क्लासलाई मैले कल गर्न पाएँ सेपमा
स्पेसल भनेर लेखिदिनु पाएँ, यहाँ त भयो होइन, सबै बुझिन्छ। ल अब हेर्नुपर्ने भनेको चाहिँ यो जुन अघि जुन भन्यो नि तिमीले भर्खर प्रब्लम, डायमन्ड प्रब्लम भनिन्छ यसलाई, या प्रब्लम विथ मल्टिपल इनहेरिटेन्स भनेर भनिन्छ। प्रब्लम के हो भन्दा माथि प्यारेन्टमा एउटा फङ्सन छ एम भन्ने फङ्सन, यहाँबाट यसलाई कुन इनहेरिटेन्स भनिन्छ, दुईवटा चाइल्ड निस्किए अरे एरोहरू हुन्, यसलाई कुन भनिन्छ भनेर माथि एउटा प्यारेन्ट दुईवटा चाइल्ड कुन मल्टिपल चाहिँ भनिन्न, यति हिन्ट दिए अब अप्सन भनेपछि थाहा पाइहाल्छ नि। यसलाई हायरार्किकल भनिन्छ कि ट्री जस्तो बनाउँछ हायरार्की भन्छ है। ल हायरार्किकलमा एमबाट दुईवटा चाइल्ड आयो होइन, एमकै कपी भयो। अब यो मेरो पहिलाको फर्स्टवाला क्लासले एममा चाहिँ एउटा फिचर थपिदिएछ या एउटा लाइन थपिदिएछ, आफूलाई चाहिने नचाहिने भएर एउटा लाइन थपिदिएछ। सेकेन्डकोले जेड प्लस नै भएन, दुईवटा लाइन थपिदिएछ। अहिलेसम्म त केही प्रब्लम छैन होइन, यसलाई माथिकोमा एउटा स्टेप थप्नु पऱ्यो या एउटा नयाँ लाइन चाहिएला, त्यसलाई दुईवटा लाइन चाहिएला। अब प्रब्लम कति बेला आउँछ भन्दा यिनीहरूले एउटा चाइल्ड बनायो भने यति बेला यो चाइल्डमा चाहिँ यहाँ यो चाइल्डमा जुन एम आउँछ यो एमसँग एउटा नयाँ स्टेप हुने कि दुईवटा नयाँ स्टेप हुने, यो वाला एम आउने कि यो वाला एम आउने, यही हो प्रब्लम नै। कि दुइटै नआउने होला कि दुइटै जोडिएर पो आउने हुन् कि दुईवटा फेरि 1+m+2 भएर पो आउने हो कि त्यो थाहा पाउन सकिँदैन, एम्बिगियस छ। यसलाई फिक्स गर्नलाई दिएको अप्सन भनेको चाहिँ पहिला यो प्रब्लम निकालौँ है त। यो प्रब्लम निकाल्नलाई च्याटजिपिटीमा गएर भन्नुपर्छ जस्तो। अब यसले कस्तो गाह्रो दिन्छ कि, ल ठिकै हो ABCD ए ठिक छ। ल यहाँ पेस्ट हालौँ। अब यसलाई मैले सो गर्छु भने अब डी को सो मेथड, फेरि सो मेथड नै बिर्सिनु भयो। ल यहाँ चाहिँ क्लास ए बनाएको छ, माथिपट्टि सो छ अरे, बी को प्यारेन्टमा ए छ, ए भित्रको सोलाई बी भित्रको सोले ओभरराइड गर्छ, बी को सो देखाउँछ। त्यसपछि सुपर डट सो, यसको केसमा त यो वाला पार्टले फेरि च्याउ गर्न थाल्यो। ल यहाँ यो डीलाई फालिदिउँ। ल तिनवटा मात्रै सो हुने भयो। यहाँ माथि सो छ, यहाँ पनि सो छ, यहाँ पनि सो छ। यहाँ सो फ्रम ए भन्छ यसले सो फ्रम बी भन्छ, यसले सी भन्छ। डी भित्र जुन सो हुन्छ त्यसले कि चाहिँ बी देखाउँछ कि सी देखाउँछ कि ए देखाउँछ, प्रब्लम यही हो। यसलाई हामीले रन गरियो भने इन्डेन्टेड कहाँ हो यो, यहाँ पास, यहाँ यति। अनि अर्को कुरा पनि छ है, यहाँ जुन मेरो यो क्लास छ नि डीवाला क्लास, मलाई यहाँ केही नि चेन्ज गर्न परेन, त्यही भएर मैले यति खाली छोड्छु भन्न पाइएन, प्रब्लम आउँछ। यो डबल कोट आएपछि यहाँ केही न केही हुनै पर्यो भन्ने रुल छ, त्यही भएर केही नभए नि पास लेखेर छोड्नु पर्यो। यसले रोकेको मलाई, रन गर्यो। अब मलाई यसले के भन्यो, बी को सो मेथड भनेर भन्यो होइन। बी कसरी आयो हामीलाई थाहा हुँदैन कि, सुरुमा यसले ओभरराइड गरेको हो कि यसले गरेर यसलाई गरे हो कि, यो ए आएकै थिएन कि, यो सी पनि आएकै थिएन कि, बी मात्रै आयो कि, यो थाहा पाउन सकिँदैन कि। अब यसको लागि हाम्रो एउटा अप्सन के छ भन्दा यो फिक्स गर्ने अप्सन चाहिँ होइन, तर हामीले यो प्रब्लमलाई क्लियरली हेर्न सक्छौँ कि। त्यसको लागि चाहिँ क्लासको नाम जुन छ त्यो लेखिदियो, त्यसपछि डट दिन पऱ्यो, अन्डरस्कोर MRO __ भन्ने स्पेसल खाले भेरिएबल छ। यसलाई रन गर्छौ भने डी भन्ने क्लास कसरी बनेको छ लेखिदिन्छ यसले। रन गर्दाखेरि यसले के भन्छ भन्दा डी भन्ने क्लासको एक लेभल माथि बी भन्ने क्लास छ, त्यसको एक लेभल माथि सी भन्ने क्लास छ, त्यसको एक लेभल माथि ए भन्ने क्लास छ, त्यसको एक लेभल माथि अब्जेक्ट भन्ने क्लास छ अरे। यो अब्जेक्ट भन्ने जुन पार्ट छ यो चाहिँ पाइथन भित्रको इनर कोडमा हो, हामीले यसको चिन्ता गर्नु परेन। हामीले बनाएको क्लास ए भन्ने क्लास छ, एबाट सी निस्किन्छ होइन, सी र ए दुई बी एकैचोटि निस्किन्छ, तर सुरुमा सी अप्लाई हुन्छ। यसको मिनिङ चाहिँ ए भित्रको जुन यो सो भन्ने छ यसलाई यो सी भित्रको सोले ओभरराइड गर्यो, त्यसपछि यहाँबाट जुन सी भित्रको सो निस्कियो त्यसलाई बी भित्रको सोले ओभरराइड गर्यो, सी भित्रको सोलाई बी भित्रको सोले, यो वाला पार्टलाई यसले ओभरराइड गर्यो कि। अनि लास्टमा डी भित्र सो भन्ने केही लेखिएको छैन, ओभरराइड गरेन, प्रिन्ट गर्दाखेरि बी को मेथड देखियो। अब मैले यहाँ पुगेर यसलाई टेस्ट गर्नलाई
पास लेखेर छोड्छु भने तल रन गर्दा फेरि यहाँभित्र पास लेखेछु, फेरि उल्टो भएछ। यहाँभित्र मैले पास लेख्न पर्ने, यसलाई पास लेख्यो भने यसले पास गराएर छोडिदियो, त्यसपछि बी नै प्रिन्ट गरेर आएको छ, सीले फरक पारेन। बुझ्यो? एमआरओको फुल फर्म चाहिँ मेथड रेजोल्युसन अर्डर भनेर भनिन्छ। यो एकदम इम्पोर्टेन्ट नि होइन, तर प्रब्लम चाहिँ देख्न सकिन्छ कि यसले, नत्र यताबाट उता भइन्छ। अब यसलाई फिक्स गर्ने अप्सन भनेको के हो? फिक्स गर्ने अप्सन भनेको यहाँ लेखेको जुन एम छ नि, यो एम तलै नपुगोस् के, यसले आफ्नै m+1 होइन आफ्नै n बनाउन परोस्, यसले m+2 होइन आफ्नै o बनाउन परोस्। यसलाई जे चाहिएको छ आफै लेख भनेर छोडिदियो, यसलाई जे चाहिएको छ आफै लेख भनेर छोडिदियो। यो गरेपछि यहाँ n आउने कि o आउने भन्नेवाला प्रब्लम हटेर यसलाई के भन्छ, यसले भन्दा तैँले n पनि पाउनस् o पनि पाउनस्, p भन्ने नयाँ बडी आफै बना भनेर छोडिदिने हो। बुझ्यौ? होइन मैले माथिपट्टि यो एउटै चेनमा हो नि त यिनीहरू सबै, मैले माथिपट्टिकोलाई त्यसरी कन्फिगर गरेँ भने यसको चाइल्डहरू सबैमा सेम कुरा अप्लाई हुन्छ कि। बुझ्यौ? मेरो यो पुरै जति पनि बनाएँ नि डायमन्डवाला सेप बनाएँ, डायमन्डमा एउटाको मेथड अर्कोमा प्रोपागेटै हुँदैन कि, यसको यसमा पनि जाँदैन, यसको तल पनि जाँदैन। यो गरेपछि यो प्रब्लम नै सल्भ हुन्छ क्या हाम्रो। हो, यहाँ के हुन्छ भन्दा यो मेथडको नाम चाहिँ m1 भन्ने मेथड छ भने पाइथनले के मात्रै भन्छ भन्दा यसको चाइल्ड यो चाइल्ड हो भने यहाँभित्र m1 भन्ने मेथडको नाम हुन पर्यो, बडीको मतलब हुँदैन कि, बडी माथिबाट तल पुग्दैन, नाम मात्रै पुग्छ। अनि तलपट्टि चाहिँ यो नामको मेथड बनाएकै हुन पर्यो, बनाएको छैन भने पाइथनले प्रब्लम दिन्छ। फिक्स गर्ने तरिका यही भयो यसको, इनहेरिटेन्सै रोकिदिने। ल अब यसको लागि चाहिँ फेरि पाइथनमा बिल्ट इन अप्सन होइन कि यो, पाइथनमा चाहिँ पहिला थिएन, पछि दिएको प्याकेज हो यो। फ्रम एबिसी इम्पोर्ट एबिसी कमा एब्स्ट्र्याक्ट मेथड भनेर लेख्नुपर्छ, इम्पोर्टिङ त आउँछ होला होइन। ल अनि अब मैले जुन मेथडलाई तल नपुर्याउने हो नि तिनीहरूलाई एब्स्ट्र्याक्ट मेथड भनेर बनाइदिनु पर्यो। यो बनाएपछि अब यहाँ पुगेर प्रिन्ट सिज सो मेथड भनेर राख्दिएँ। अब मैले यसलाई रन गरेँ भने बिसो योवाला पार्ट आइहाल्यो। अब यो कति बेला आउन्न भन्दाखेरि चाहिँ मैले यसमा फालिदिएँ, अनि यसको यो पनि फालिदिएँ भने यहाँ पास लेखेर यहाँ पनि पास लेखेर छोड्छु भने अब मलाई यसले फेरि यहाँ यसले त एउटा न एउटा प्यारेन्ट छ भनेर देखाइदिन्छ। ल कसैले इम्प्लिमेन्ट गरेनन् भने चाहिँ ल मुला यसले त एब्स्ट्र्याक्ट मेथडै देखाउन थाल्यो यार। यहाँ एबिसी यो बिग्रिया हो कि, ल बल्ल भयो। हाम्रो आउनुपर्ने प्रब्लम चाहिँ यो मैले माथिपट्टि एबिसी लेखिनँ। हाम्रो हामीले फिक्स गर्नलाई चाहिँ एउटा सुरुमा स्टेप भनेको यसलाई यसको माथि एउटा क्लास राखिदिनुपर्छ। त्यो क्लास भनेको पाइथनभित्र एबिसी भन्ने क्लास छ, यो क्लासलाई प्यारेन्ट बनाइदिनुपर्छ। मैले यहाँ लेखेको कोड जुन छ नि यो भनेको बी को प्यारेन्ट ए हो भने जसरी ए को प्यारेन्ट एबिसी हो कि। एबिसीको फुल फर्म भनेको एब्स्ट्र्याक्ट बेस क्लास। यति गरिदिइसकेपछि चाहिँ मैले गर्न लागेको जुन के अरे अचिभ गर्न खोजेको कुरा छ त्यो आफै अचिभ हुन्छ। अब मैले एब्स्ट्र्याक्ट मेथड भन्दा यसरी डेकोरेट गरिदिइसकेपछि बीमा यो सो भन्नेको बडी नबनाएसम्म मैले केही पनि काम गर्न पाइनँ। यसले मलाई त्यही भनिरहेको छ लास्टमा, क्यानट इन्स्ट्यान्सिएट एब्स्ट्र्याक्ट क्लास डी विदाउट इम्प्लिमेन्टेसन फर एब्स्ट्र्याक्ट मेथड सो। मैले तल डीको अब्जेक्ट बनाउन लागेको छ नि, जुनको अब्जेक्ट बनाउन लाएँ त्यसमा चाहिँ माथिपट्टिबाट आएको एब्स्ट्र्याक्ट मेथडको कङ्क्रिटवाला भ्याल्यु दिएकै हुन पर्यो भन्ने हुन्छ। हो, डीमा आएर मलाई डीको अब्जेक्ट बनाउनु परेको छ भने डिएफ सो सेल्फ यति लेखेर रन गर्दा आयो होइन। अब मैले फेरि
C इक्वल्स टु C डट सो गर्न खोज्छु भने अघि जे प्रब्लम थियो अहिले पनि सेम छ। सीमा तैँले इम्प्लिमेन्टेसन गरेको छैनस्, त्यही भएर रनै अब्जेक्टै बनाउनु दिन्न भनिदिन्छ कि सिधै। बुझ्यौ? अब एकचोटि मैले ए को बनाउनु ट्राई गर्छु है त। एमा हेर त लेखिएको छ नि बडी। यो दुईवटा लाइनलाई फालिदिउँ। यति मात्रै गर्न मिल्यो भने नि सो चलिहाल्छ, रन गरौँ। ल यसले मलाई के भन्यो भन्दा यो एबिसी भनेर प्यारेन्ट दिएँ नि मैले यहाँ। यसको अर्को एउटा पनि काम के छ भन्दा मैले जुन क्लासलाई एबिसी को डाइरेक्ट चाइल्ड बनाएको छु यो क्लासको यतातिर ओबिजे यो क्लासको अब्जेक्ट बनाउन पाइँदैन। हो प्राइभेट क्लास नै हो। त्यहाँ के हुन्थ्यो अरे कन्स्ट्रक्टरलाई प्राइभेट बनाइन्थ्यो नि त होइन। या अर्को अप्सन भनेको इन्स्टेन्स बनाएर के अरे इन्टरफेस बनाएर छोडे पनि हुन्थ्यो। हो दुइटै कुरा अझै त्यो दुइटैसँग कम्पेरेबल भनेको चाहिँ पाइथनको यो एबिसी हो कि चाइल्डले बनाउन पाइँदैन। फेरि यहाँ त हाइड गर्ने नि कसरी थाहै छैन, मिल्दैन हाइड गर्ने होइन। त्यही भएर अप्सन भनेको त्यो दिएको हामीलाई। बुझ्यौ? ल अब जब हामी डेटा हाइडिङ भन्दा नि त्यो उसतिर एब्स्ट्र्याक्सनवाला पार्टमा एउटा क्लास बनाऊँ। ब्याङ्क अकाउन्ट भन्ने प्यारेन्टतिर केही नजाऊँ, एबिसी पनि नबनाऊँ। यसमा चाहिँ डिइएफ इनिट सेल्फ कमा अकाउन्टको नम्बर त्यसपछि ब्यालेन्स राख्ने बनाएको छु भने सेल्फ डट नम्बर इक्वल्स टु नम्बर सेल्फ डट ब्यालेन्स इक्वल्स टु ब्यालेन्स भनेर राख्दिउँ। त्यसपछि डिइएफ डिपोजिट सेल्फ कमा अब विथड्र गर्नेवाला केस नराखौँ अमाउन्ट भनेर लेख्दिउँ। अनि मैले त डिपोजिटमा चेक पनि गरेको छैन। कसैले -100 भनेर डिपोजिट हानिदियो भने त प्लस हुन्छ लास्टमा गएर होइन। त्यो नि केही गरिएको छैन, छोडिदिउँ यसलाई। यहाँ चाहिँ के गर्दा कस्तो खाले कोड लेखिन्छ भन्दा लगिङ इन्टु सिस्टम। लगिङ भनेको चाहिँ लगइनवाला होइन, यो लगिङ भनेको के भयो भनेर इन्फर्मेसन राखिदिने पार्ट है। सेल्फ डट डिपोजिट प्लस इक्वल्स टु अमाउन्ट यति त बुझिन्छ होइन। अब मैले यहाँबाट सिधै गएर बिए भन्ने अकाउन्ट बनाउँछु। ब्याङ्क अकाउन्ट नम्बर 56 त्यसपछि ब्यालेन्स 700 रुपियाँ रहेछ। यसमा मैले बिए डट डिपोजिट 300 भनेर लेख्थेँ। यो 700 चाहिँ ब्याङ्कको अकाउन्ट खोल्ने बेलामै 700 रुपियाँ रहेछ। त्यसमा मैले 30,000 हालेर प्रिन्ट बिए डट ब्यालेन्स भनेर रन गर्दाखेरि यहाँ अमाउन्ट केमा हो भनेको सरी डिपोजिट भएछ। सेल्फ डट ब्यालेन्स बनाउनु भयो नि डिपोजिट। ल यसलाई रनै भएन। ल रन भएन। अब बन्यो सुरुमा 700 त्यसपछि लगइन इन्टु सिस्टम। अब मेरो पैसा 30,700। यो केसमा चाहिँ हामीले के सोचौँ भन्दा जुन मान्छेले डिपोजिट गर्न खोजेको छ नि त्यो मान्छेको इन्फर्मेसन सिस्टममा गएर बस्यो, त्यो चाहिँ गर्न खोजौँ होइन। अब यो भयो भने कोही मान्छेले कुनै इलिगल ठाउँबाट या ब्ल्याक मनी आएको रहेछ भने ट्र्याक गर्न चाहिँ सकियो। तर मैले अब यहाँ एउटा प्रब्लम के छ भन्दा बिए डट ब्यालेन्स प्लस इक्वल्स टु 1 लाख लेखिदिएँ भने रन गर्छु। मैले अकाउन्ट बनाउने बेलामा 700 रुपियाँ थियो होइन, 30,000 मात्रै डिपोजिट गरेँ। तर ब्यालेन्समा कति आयो 1,30,700 आयो। बुझ्यौ? यो प्रब्लम चाहिँ किन आयो, के हो यो प्रब्लम भन्दाखेरि चाहिँ पैसा आयो कि आएन त्यो मतलब भएन, पैसा जाँदै नजानेवाला पनि पार्ट होइन। तर यो जुन ब्याङ्कको सिस्टममा लगइन गर्ने पार्ट छ नि यसलाई कसैले स्किप गर्न पायो कि यो चाहिँ एउटा प्रब्लम होइन। यो प्रब्लम किन आयो भन्दा ब्यालेन्स पब्लिक छ, त्यही भएर यतापट्टिको यो मेन फङ्सनबाट पनि ब्यालेन्ससम्म पुग्न सकियो। अब यसको मेन सबभन्दा सिम्पल सल्युसन भनेको ब्यालेन्सलाई प्राइभेट गराइदिने हो है। यहाँ यो गरेपछि यहाँ पनि फेरि यही गर्नु पर्यो। प्राइभेट गराउने भनेको चाहिँ रिनेम गरिदिने हो कि भेरिएबललाई। बुझ्यौ?
अब पनि अब मैले रन गर्दाखेरि अहिले धेरै ठुलो कुरा नहोला होइन, अहिले मेरो ब्यालेन्स छैन भन्ला, तर हेर न मलाई यहाँ के दियो इरर, डिड यु मिन अन्डरस्कोर ब्यालेन्स भनेर भनिदियो। अब मैले के गर्छु, माथिको मलाई नलेज छैन, तलपट्टि मात्रै हेरेर पनि मैले चेन्ज भएछ भनेर यसरी रन गर्दाखेरि फेरि यहाँ अन्डरस्कोर ब्यालेन्स छ, लाइन नम्बर कतिमा भन्यो, 25 मा भन्यो, यो लाइनमा त्यसमा पनि आयो होइन। ल आयो। अब अघि के प्रब्लम, सेम कुरा छ है, हामीले प्रोटेक्टेड बनाइयो तर कन्भेन्सनले बनाएको, पाइथनको रुल केही पनि छैन, पाइथनले हामीलाई हेल्प गरेन। अब यसलाई हामीले प्रोटेक्टेड हुँदा भएन, अब प्राइभेट बनाऊँ भन्ने सोचिन्छ भने यहाँनिर अन्डरस्कोर लगाएँ मैले एउटा, यहाँनिर लगाएँ, यहाँनिर लगाएँ, यहाँनिर लगाएँ। अब रन गर्दाखेरि नि अघि के प्रब्लम आउँछ होला, अघिको के प्रब्लम थियो, अघि माथिपट्टि चेन्ज गर्दाखेरि तलपट्टि चेन्ज गऱ्यो भने नि फिक्स भइसकेको थियो नि त त्यो प्रब्लम, हामीले फिक्स गरेको फेरि प्रब्लम फिक्स गरिदियो। अब रन गर्दाखेरि चाहिँ आउँदैन। अब रन गर्दाखेरि चाहिँ यहाँ हामीले ह्याज नो एट्रिब्युट भन्यो, डिड यु मिन पनि भन्न थालेन कि अब त। यो के भइरहेको छ भन्दा यसलाई चाहिँ पाइथनको सेक्युरिटी मेकानिजम हो, एउटा मात्रै दिएको छ, यसलाई चाहिँ सुरुमा डेटा म्याङ्गलिङ भनेर भनिन्छ। डेटा म्याङ्गलिङभित्र चाहिँ नेम म्याङ्गलिङ भन्ने अर्को कन्सेप्ट पर्छ। यहाँ भइरहेको कामलाई चाहिँ स्पेसिफिकल्ली नेम म्याङ्गलिङ भनिन्छ। नेम म्याङ्गलिङ भनेको नाम लुकाइदिने कि। अब मैले यहाँ भित्र लेख्ने बेलामा ब्यालेन्स लेखेँ नि, तर बाहिर पुग्ने बेलामा यो ब्यालेन्सको नाम रिनेम भइसक्यो कि आफै। रिनेम भएर के भयो हामीलाई थाहा छैन, तर पाइथनको मेकानिजम बुझेको छ, नेम म्याङ्गलिङको मेकानिजम बुझेको छ भने फेरि पनि निकाल्न सक्छ त्यो मान्छेले। तर नर्मल पाइथन फर्स्ट टाइम चलाएको तिमीले चाहिँ अब यहाँभित्रको ब्यालेन्सले एक्सेस कसरी गर्ने भन्ने पनि थाहा छैन होइन। यो एउटा सेक्युरिटी मेकानिजम यतिसम्म भयो नि दिएको छ हामीलाई पाइथनले। सेक्युरिटी मेकानिजम के भन्दा क्लासभित्र भेरिएबलको नामको अगाडि दुईवटा अन्डरस्कोर आयो भने त्यो हिडन हुन्छ। अब हाइड गर्ने मेकानिजम फेरि धेरै गाह्रो पनि छैन कि। प्रिन्टमा डिआइआर भन्ने कि यो युज गरेछ कहिले? डिआइआर भन्नेले चाहिँ के गर्छ भन्दा यहाँ मैले 67 भनेर भ्यालु पठायो भने यसको टाइप इन्टिजर हुन्छ होइन। डिआइआरले चाहिँ इन्टिजर भन्ने क्लासको भित्र के छ मेथडहरू सबै कुरा प्रिन्ट गरेर देखाइदिन्छ मलाई। ल यसलाई रन गरियो भने अहिलेको इरर छ, तर प्रिन्ट चाहिँ भएको छ होला। ए माथिबाट नै नहुने होला, माथि लैजाउँ, प्रिन्ट नै भएन, देखाएन यसले त। ल तलकोलाई इग्नोर पनि, यार यसलाई यस्तो गरिदिउँ, यसलाई यतिकै छोडिदिउँ अनि यसलाई ब्यालेन्सवाला पार्टलाई नै फालिदिउँ। ल अब रन गर्दाखेरि हेर त के छ, अन्डरस्कोर अन्डरस्कोर, यो दुईवटा अन्डरस्कोरलाई चाहिँ पाइथनमा डन्डर पनि भनिन्छ। अनि भेरिएबलको अगाडि आयो भने दुईवटा अन्डरस्कोर, यसलाई चाहिँ डन्डर भेरिएबल, मेथडको अगाडि आयो भने डन्डर मेथड भनेर भन्ने चलन छ। यति धेरै छ कि तिमीले एउटा इन्टिजरलाई एब्सोल्युट भ्यालुमा कन्भर्ट गर्न सक्छौ। एबिएस भनेको एब्सोल्युट भ्यालु फुल फर्म भनेको त्यो भयो। एडिसन गर्न सक्यौ, एन्ड गर्न सक्यौ, एन्ड भनेको लजिकल एन्डवालाई बुलियनमा कन्भर्ट गर्न सक्छौ होइन। सिलिङ बनाउन सक्छौ। यो क्लासको मिनिङ चाहिँ अहिले नहेरौँ, डिएलएटिटिआर। यो डिआइआर भनेको चाहिँ तिमीले यहाँ जुन लेख्यौ नि, हामीले यो जुन लेखियो नि डिआइआर भनेर, यो लेख्नु र 67 डट अन्डरस्कोर अन्डरस्कोर डिआइआर भनेर फङ्सन कल गर्नुको मिनिङ सेम हुन्छ कि, सर्ट फर्म जस्तै हो कि। अब यसलाई म लर्न गर्छु भने अब इन्भ्यालिडेटर भन्न थाल्यो। यो गर्दाखेरि यो मलाई चाहिँ उसले रोकेको हो कि, यो जुन मैले ब्राउजरमा चलाइरहेको नि यो इन्भाइरोमेन्ट, त्यसले मात्रै रोक्यो, नत्र मिनिङ सेम हुन्छ। हो है। त्यसै गरेर अरू के छ भन्दा डिभाइड मोडुलर, डक स्ट्रिङ, इक्यू भनेको दुईवटा इक्वल टु लगायो भने यो रन हुन्छ। यो सबै कुरा छन् होइन। यस्तै गरेर मैले बिएलाई पनि प्रिन्ट गरेर हेर्छु। प्रिन्ट डिआइआर बिए भनेर रन गऱ्यो भने हेर त ब्याङ्क अकाउन्टभित्र के छ देखेँ मैले। एउटा ब्याङ्क अकाउन्ट ब्यालेन्स रहेछ, क्लास रहेछ, डिएल, यहाँभित्रको धेरै कुरा अहिलेसँग म्याच भइरहेको छ। लास्टमा हेर्छौ भने भित्र मैले बनाएको डिपोजिट भन्ने मेथड यहाँ लेखिएको छ, नम्बर भन्ने भेरिएबल पनि लेखेको छ होइन। त्यस्तै गरेर यो ब्यालेन्स भन्ने कता छ हेरौँ त, छ त यहाँ कतै
छैन भन्ने बित्तिकै रिनेम गऱ्यो भन्ने कुरा हामी इन्च्योर भइसक्यौँ। यो रिनेम गरेर चाहिँ यो बनाइदियो कि यहाँ छ नि त पछाडिपट्टि ब्यालेन्स होइन। अब नेम म्याङ्गलिङले कसरी काम गर्छ भन्दा एउटा अन्डरस्कोर त्यसपछि क्लास नेम दुईटा अन्डरस्कोर भ्यारिएबल नेम यसमा कन्भर्ट गरिदिने काम। अघि हामीले यहाँ बनाउँदाखेरि अन्डरस्कोर ब्यालेन्स बनाइयो होइन, त्यसलाई चेन्ज गरेर अन्डरस्कोर यो क्लासको नाम ब्याङ्क अकाउन्ट छ यहाँ तलपट्टि देखिन्छ, यहाँ ब्याङ्क अकाउन्ट भनेर लेखिदिन्छ, त्यसपछि दुईटा अन्डरस्कोर ब्यालेन्स रन गर्दाखेरि हेर त अन्डरस्कोर ब्याङ्क अकाउन्ट दुईटा अन्डरस्कोर ब्यालेन्स। अब यति देखेपछि हामीले यहाँबाट अघि जुन लेखेको कोड थियो BA डट ब्यालेन्स प्लस इक्वल्स टु 1,00,000 त्यसपछि प्रिन्ट BA डट ब्यालेन्स। अब हामीले त थाहा पायौँ ब्यालेन्सको साट्टो ब्याङ्क अकाउन्ट अन्डरस्कोर ब्यालेन्स यो राख्नुपर्छ भन्ने थाहा पाइयो। अब हामीले यहाँ लगेर पेस्ट गरेर रन गर्दाखेरि आयो मेकानिजम दियो, तर त्यति सिक्योर चाहिँ छैन कि। सबैलाई कस्तो भयो भन्दा पासवर्ड राखियो सबलाई भनिदियो कि यो हो पासवर्ड भनेर जस्तो भयो यहाँ चाहिँ। अब यो पाइथनलाई कसरी राम्रो ल्याङ्ग्वेज भन्ने होइन। ल अर्को कुन हो अब यहाँ भएको इनहेरिटेन्स पनि हेरियो, मेथडहरू पनि हेरियो, कन्स्ट्रक्टर पनि हेरियो, सुपर भन्ने पनि हेरियो, डन्डर मेथड, STR। अब यो वाला पार्ट चाहिँ अलिकति इम्पोर्टेन्ट छ, डाटाबेसको बेलामा चाहिन्छ यो वाला पार्ट। अब तिमीले ब्याङ्क अकाउन्ट बनायो होइन, अब मैले अब्जेक्ट बनाएँ केही मलाई केही मतलब भएन। अब चाहिँ मैले या अरू मान्छेले मलाई ब्याङ्क अकाउन्ट बनाएर दियो भने क्लासमा क्लासवाला ब्याङ्क अकाउन्ट मैले चाहिँ कस्तो हुनु पऱ्यो भन्दा ब्याङ्क अकाउन्टलाई इन्टिजर जसरी मैले युज गर्छु नि, इन्टिजरको बिचमा प्लस पनि गरिदिन्छु माइनस नि गरिदिन्छु इक्वल टु इक्वल लगाइदिन्छु, त्यो सबै कुरा भ्यालिड हुनु पऱ्यो क्या। मैले A इक्वल्स टु 67 लेख्छु भने प्रिन्ट A गर्दा 67 आउनु पऱ्यो होइन। प्रिन्ट A गर्दाखेरि इन्टिजरको अब्जेक्ट हो भनेर देखाएर त भएन फेरि। अब मैले सेम कुरा यो BA भन्ने अब्जेक्टबाट एक्सपेक्ट गर्छु भने के प्रब्लम आउँछ हेर त। BA भनेर रन गर्दाखेरि यसले मलाई मेन मेमोरीको कुन ठाउँमा छ भनेर मेमोरी एड्रेस दिन्छ कि। अब क्या नि मैले यो एड्रेसले केही गर्नै मिल्दैन होइन। टाइप सेफ ल्याङ्ग्वेज हो, मैले यो मेमोरी एड्रेस खोलेर हेर भन्न नि मिलेन, केही गर्न नि मिलेन। अब मैले अप्सन के छ मसँग भन्दा मैले जति बेला BA भनेर कल गर्छु नि प्रिन्ट भन्ने फङ्सनले स्ट्रिङ मात्रै प्रिन्ट गर्छ कि जहिले पनि, स्ट्रिङ बाहेकको अरू केही छ भने स्ट्रिङमा कन्भर्ट गर्न ट्राई गर्छ होइन। अब हाम्रो यो लेख्दाखेरि के भइरहेको छ भन्दा BA भन्ने अब्जेक्टलाई स्ट्रिङमा कन्भर्ट गर्न ट्राई गरेको छ। त्यो भनेको चाहिँ एउटा यसरी पनि रिप्रेजेन्ट गर्न सकिन्छ, STR BA बनाउन खोजेको छ भनेर भन्न सकिन्छ। अर्को भनेको चाहिँ ल यसलाई एकचोटि यो रन गर्दाखेरि अघि जे आएको थियो अहिले पनि त्यही छ भनेपछि हामीले कन्फर्म के गरियो भन्दा एड्रेस भ्याल्यु चाहिँ डिफ्रेन्ट छ। हामीले के कन्फर्म गरियो भन्दा यसरी लेखे पनि भइराखेको चाहिँ यही रहेछ भनेर बुझिन्छ होइन। अघि DIR वाला पार्टमा देखाए जसरी एकचोटि यो यसको रेस्पोन्स पनि हेरौँ। यसको रेस्पोन्समा एउटा हामीले ध्यान दिनुपर्ने भनेको चाहिँ डन्डर STR भन्ने एउटा मेथड हुन्छ क्या भित्र। अब यो भनेको चाहिँ कति बेला कल हुन्छ भन्दा जति बेला मैले यो कोड लेख्छु नि त्यति बेला भइराखेको भनेको BA डट यो भइराखेको हो कि। हेर त रन गर्दाखेरि केही पनि डिफ्रेन्स छैन होइन। अब माथिकोलाई फाल्यौँ झुक्किन्छौँ हामी, रन गरौँ भन्दाखेरि हाम्रो भइरहेको यो। अब हामीले ब्याङ्क अकाउन्टलाई प्रिन्ट गर्दाखेरि के देख्दाखेरि राम्रो हुन्छ भन्ने कुरा हाम्रो माथि हो। अब हामी एज अ डेभलपर ब्याङ्कको ब्यालेन्स देखाउँदा राम्रो हुन्छ कि अकाउन्ट नम्बर देखाउँदा राम्रो हुन्छ कि दुइटैको कम्बिनेसन केही गरेर देखाउँदा राम्रो हुन्छ भन्ने हाम्रो चोइस हो। अब हाम्रो चोइसलाई इम्प्लिमेन्ट गर्नको लागि चाहिँ हामीले यहाँभित्र मेथडको नाम के हो अन्डरस्कोर STR यहाँभित्र पुगेर DEF यसरी सेल्फ भनेर लेखिदिनु पऱ्यो। अब मलाई जे कुरा मलाई रिटर्न गर्न परेको छ या प्रिन्ट गर्न परेको छ त्यसलाई रिटर्न एफ स्ट्रिङ यतापट्टि यो सेल्फ डट नम्बर लेखिदिन्छु भने मैले यो रन गर्दाखेरि मेरो पाइथनले चाहिँ BA लाई स्ट्रिङमा कन्भर्ट गर्न ट्राई गर्छ। स्ट्रिङमा कन्भर्ट गर्ने मेथड नै यही हो। यो मेथड कल भइसकेपछि
सेल्फभित्रको नम्बरलाई स्ट्रिङ बनाएर पठाइदिन्छ। रन गर्दाखेरि नम्बर 56 आयो होइन। अब मैले यहाँ जुन यो झुक्केर पनि यसलाई मैले यसरी पठाएँ भने के रिटर्न गर्छ यसले? नम्बरको टाइप माथि यहाँ तल के दियौँ हामीले? इन्टिजर दियौँ, इन्टिजर रिटर्न गर्न खोज्छ होइन। रन गर्दाखेरि प्रब्लम आउँछ। एसटिआरले नन स्ट्रिङ कुरा पठाउन खोज्यो, इन्टिजर पठाउन खोज्यो भनेर। यसले त टाइप सेट भनेर साइड मेरो यहाँ अगाडि पछाडि उस छ नि त कर्ली ब्राकेट, त्यसले गर्दा हो कि सेट पठाउनु खोज्यो भन्छ। तर पठाउनु खोजेको इन्टिजर हो। चाहिएको चाहिँ के हुन्छ भन्दा स्ट्रिङ नै चाहिएको हुन्छ। यो डन्डर मेथडहरू चाहिँ एकदम पिकी हुन्छन् कि अरू मेथडमा जे पठाइदिनु पाइन्छ भन्ने हुन्छ। डन्डर मेथडमा चाहिँ डकुमेन्टेसन पढेर मात्रै हामीले इम्प्लिमेन्ट गर्न सकिन्छ। अब त्यसै गरेर अब म जान्ने भनेर चाहिँ यहाँ प्रिन्ट लेखिदिँदै सेल्फ डट नम्बर लेखेर हिरो हुने हो भने मिल्दैन। एसटिआरलाई नन स्ट्रिङ पठाउनै पर्यो, स्ट्रिङ पठाउनै पर्यो। मैले यहीँभित्र प्रिन्ट गरिदिन्छु पठाइदिन्न भन्न पाइएन। फेरि रिटर्न सेल्फ डट यस्तै गरेर एउटा ब्याङ्क अकाउन्टको नम्बर 56 छ, अर्को एबी भन्ने अकाउन्टको नम्बर पनि 56 छ। त्यसमा चाहिँ 8,000 रुपियाँ छ भने अब एबी र बिए चाहिँ सेम हुने केस कुन हो? यसमा 56 नभनौँ, 96 भनौँ। एबी र बिए भन्ने ब्याङ्क अकाउन्ट सेम हुन् भन्ने केस कुन हुन्छ? दुइटैको अकाउन्ट नम्बर मिल्यो भने सेम हो भनिदिने हो कि दुइटैको ब्याङ्क ब्यालेन्स मिल्यो भने सेम हो भनिदिने हो? अकाउन्ट नम्बर हो भने यहाँ माथि पुगेर मैले अघिको जुन डिआइआर भनेर हानेको थियो त्यसमा चाहिँ यो एड भन्ने पनि फङ्सनदेखि एड अरे इक्यू भन्ने फङ्सन थियो, डिएफ इक्यू सेल्फ। अब यहाँ मैले रिटर्न फल्स हो कि ट्रु हो भनेर लेख्न पाउँछु। तर इक्वालिटी चेक गर्ने बेलामा मैले कसरी लेख्छु भन्दा इफ एबी इक्वल्स टु बिए भन्ने हुन्छ। मैले एबीको मात्रै इन्फर्मेसन पाएर इक्वल हो कि थाहा पाउन सक्दिनँ, बिएको मात्रै पाएर पनि सक्दिनँ थाहा पाउन होइन। यो यसमा दुइटै कुरा चाहियो। यस्तो केसमा चाहिँ सेल्फसँग अदर भनेर लेख्ने चलन हुन्छ। सेल्फको चाहिँ कमा गरेर डट भएछ, सेल्फ कमा अदर। अब मैले अगाडि बिए इक्वल्स टु एबी इक्वल्स टु बिए लेख्छु भने एबी चाहिँ सेल्फमा जान्छ, बिए चाहिँ अदरमा जान्छ। बिए अगाडि हुन्थ्यो भने सेल्फमा बिए अदरमा एबी हुन्थ्यो। यो लेखे नि सेम हो, नत्र डट यो लेखे नि सेम। त्यसपछि हाम्रो कन्डिसन के हुन्छ? इफ सेल्फ डट नम्बर इक्वल्स टु अदर डट नम्बर रिटर्न ट्रु रिटर्न फल्स, एल्स लेखिएन, यति लेखे नि भएन। दुइटै कुरा सेम हुन् भने सेम भनेर प्रिन्ट गरिदियो, अहिले आएन। तर यसलाई मैले 56 बनाउँछु भने सेम भन्ने आयो। यसै गरेर एनई भने नट इक्वल टु जिटी भनेको ग्रेटर देन, जिई भनेको ग्रेटर देन इक्वल्स टु, यी सबै छन् डकुमेन्टेसन हेरेर बुझिन्छ। यिनीहरू सबै भनेको ओओपीतिरको पार्टहरू हुन्। आरइपिआर भनेको रिप्रेजेन्ट कसरी गर्ने यी सबै छन्। अनि अपरेटिङ सिस्टमको फाइल ह्यान्डलिङ थियो, तिमीलाई चाहिँदैन खास यो ज्याङ्गो गर्ने बेलामा। तर कति बेला चाहिन सक्छ भन्दा युजरले इमेज अपलोड गर्यो होइन, या कुनै पिडिएफ अपलोड गर्यो, त्यो पिडिएफलाई ह्यान्डल गर्न चाहिँ जान्नुपर्छ क्या अहिले। त्यसपछि इरर ह्यान्डलिङ भनेको युजरले 5 आइडी भएको पोस्ट खोजेको छ, तिमीसँग 4वटा मात्रै पोस्ट छ भने त्यति ह्यान्डल गर्नु पऱ्यो। अब उसले 500 इरर पाउन भन्दा 404 पायो भने उसले के बुझ्न सक्ला भन्दा गुगल गरेर पनि मैले खोजेको रिसोर्स यो ठाउँमा नरहेछ भनेर बुझ्न सक्छ। त्यसपछि आउँछ मोड्युल प्याकेजेस। यो त अघि मैले जुन फ्रम एबिसी इम्पोर्ट एबिसी लेखेँ तिनीहरूको पार्ट हो। आफूले प्याकेज बनाउन जान्नुपर्छ भन्ने छैन। मोड्युल प्याकेजेस चाहिँ आफै बनाउन थाल्छ क्या पाइथन ज्याङ्गोमा चाहिँ। तिमीले कमान्डहरू लेख्छौ एक दुईवटा, लेख्ने बित्तिकै आफै प्याकेज बन्छ, आफै मोड्युल बन्छ। तिम्रो काम भनेको मोड्युल हो कि होइन भनेर चेक गर्ने हो। चेक गर्ने भनेको के मात्रै हो भन्दा फोल्डरभित्र init.py भन्ने फाइल हुनु पऱ्यो, यति हो। यो फाइल खाली भयो नि चल्छ क्या फेरि। पाइथनलाई चाहियो किन चाहियो थाहा छैन भने जस्तो हो कि। अब एक्सटर्नल लाइब्रेरिज पिआइपी यिनीहरू त युज गरेछ होला होइन। प्याकेजेस रिक्वेस्ट ब्युटिफुल सुप यिनीहरू भयो। डेटा सिरियलाइजेसन योवाला पार्ट चाहिँ एपिआईवालामा चाहिन्छ, युज गरेको र इम्पोर्ट जेसन गरेर गर्नुपर्छ। सिरियलाइजेसन भनेर मैले त्यो ज्याङ्गोमा एउटा त्यो सिरियलाइजेसन हो कि serializer.py भनेर एउटा उसै गरायो। तर त्यसको काम के हो बुझाउन सक्छौ?
ट्याक्कै टर्म्स बुझेँ होइन मैले त्यो चाहिँ फ्रन्ट एन्डसँग समथिङ के गर्नको लागि युज गरेँ जस्तो लाग्यो चाहिने त्यसमा। तर काम के हो भन्दा तिमीले पाइथनमा बुलियनमा ट्रु लेख्न पऱ्यो भने क्यापिटल टी लेख्छौ होइन, जाभास्क्रिप्टमा फेरि स्मल लेख्छौ है। तिम्रो सर्भरले क्यापिटल टी लेखेर ट्रु पठायो, जाभास्क्रिप्टले स्मल टी क्यापिटल टी लेखेर पायो, स्मल टी होइन भनेर थाहा पाउन थाल्यो भने त्यति बेला प्रब्लम आउँछ कि। त्यसै गरेर पाइथनमा डेटा टाइप्सहरू कम्तीमा नि 15वटा छन्, धेरै नै छन् तर इन्टरनल युज हुन्छन् धेरै नै, युज गर्ने भनेको 15वटा छन् होइन। जाभास्क्रिप्टमा 3टा, नम्बर, स्ट्रिङ र बुलियन। अब यताको 15वटालाई उताको 3टासँग कसरी म्याप गर्ने भन्ने कुरा त्यसलाई नै सिरियलाइजेसन भन्ने हो कि। यतापट्टिको अब्जेक्टलाई जाभास्क्रिप्टले बुझ्ने तरिकाले कन्भर्ट गर्ने कामलाई सिरियलाइजेसन, अनि जाभास्क्रिप्टबाट पाइथनमा ल्याउनलाई चाहिँ डिसिरियलाइजेसन। लैजाने प्रोसेसलाई जेसनमा लैजाने प्रोसेसलाई सिरियलाइजेसन भन्ने हो। जेसनबाट नेटिभ ल्याङ्ग्वेजमा ल्याउने कि तिम्रो सर्भर चाहिँ यता सी ल्याङ्ग्वेज या गो ल्याङ्ग्वेजमा छ, ब्राउजर त जसै जेसनमा हुन्छ होइन। गोबाट जेसनमा लानेलाई सिरियलाइजेसन, जेसनबाट गोमा ल्याउनलाई चाहिँ डिसिरियलाइजेसन। यही सब कन्भर्ट बिट्विन पाइथन डिक्सनरिज एन्ड जेसन स्ट्रिङ्स। अब डेटाबेसभित्रको एजाक्स एपिआईतिर हुने भयो, हामीले युज चाहिँ मैले त युज गर्दिनँ यिनीहरूलाई, सिकेको चाहिँ राम्रो हुन्छ। त्यसपछि आउँछ डेकोरेटर अनि क्लोजर, यो त अघि गरेकै वाला हो। लगइन रिक्वायरले ठ्याक्कै यसरी काम गर्छ कि, यहाँ फङ्सन हुन्छ, ऱ्यापरभित्र आर्ग्युमेन्ट किवर्ड आर्ग्युमेन्ट, लगइन चेक गर्ने काम, त्यसपछि रिटर्न गर्ने बेलामा फङ्सनलाई रिटर्न गरिदियो। त्यसपछि कम्प्रिहेन्सन हो, यो त अघि गरिसकियो। अब यति अघि मैले भनेको सबै कुरा चाहिँ फ्यामिलियर लाग्न थाल्यो भने चाहिँ अब तिमी ज्याङ्गोमा जान रेडी हुन्छौ।